सजिलो हुन्छ भन्ने कुरा हो। के छ थालिदिउँ होला है श्याम सर, अब आउने विद्यार्थी लगभग यति नै हुनुहुन्न। होइन, जुन तपाईँहरूले यो रन गर्नुहुन्छ नि त्यही हो क्या लोकल होस्ट भनेको। लोकल होस्ट भनेको चाहिँ तपाईँहरूले जुन यो प्रोजेक्टलाई खोल्नुहुन्छ अथवा कुनै पनि एचटिएमएल डकुमेन्टलाई तपाईँले रन गराउनुहुन्छ नि त्यही हो लोकल होस्ट भनेको, अरू केही होइन है। ल, अब आजको प्रोजेक्ट थाल्नका लागि सबैभन्दा सुरुमा यसलाई भनिदिउँ होइन, एउटा फाइल बनाउनुहोस्, फोल्डर बनाउनुहोस्। फाइनल प्रोजेक्ट भनेर राख्दा पनि भयो अथवा प्रोजेक्ट राख्दा पनि भयो है। यसरी प्रोजेक्ट भनेर एउटा फोल्डर बनाउनुहोस् त। हामी नयाँ फोल्डरमा काम गर्ने ल, त्यहाँ तपाईँहरूलाई फोल्डर बनाउने अप्सन छ होला। नयाँ फोल्डर बनाएर हामी सुरु गर्छौँ। फोल्डर बनाउने अप्सन छ है। त्यस पछाडि यहाँ फोल्डर बनाइसकेपछि कुनै एउटा इमेज तपाईँहरूले यहाँ इम्पोर्ट गर्नुहोस्। यो हाम्रो हिरो इमेजको लागि तपाईँले मैले चाहिँ यो सयपत्री संस्थाको लोगो हामीले चाहिँ अहिलेको लागि राखेका छौँ। तपाईँहरूले यही लोगो पनि राख्न सक्नुहुन्छ। सयपत्रीको फेसबुक पेजमा गएर त्यो लोगोलाई डाउनलोड गरेर तपाईँहरूले यही लोगो पनि राख्न सक्नुहुन्छ है त। नत्र अब तपाईँले अहिलेको प्र्याक्टिसको लागि जुनै पनि लोगो राखे हुन्छ। एउटा पेज यसरी एउटा फोल्डर बनाउने, त्यस पछाडि यो फोल्डरमा एउटा पिक्चर पनि राख्ने। त्यस पछाडि म यो अब फोल्डरलाई ओपन विथ कोड गर्छु। म यसलाई कोडमा ओपन गर्छु। ल, सबैले यस्तै यस्तै खालको पाउनु भएको छ होला है। एउटा हाम्रो फोल्डर छ, यो फाइनल प्रोजेक्ट भन्ने फोल्डर छ, त्यसमा हाम्रो hero.jpg भन्ने इमेज पनि छ। अब हामी सबैभन्दा सुरुमा HTML फाइल बनाउँछौँ, index.html भनेर है। HTML फाइल बनाउनुहोस् त सबैजनाले। index.html बनाउन आउँछ सबैजनालाई? यहाँसम्म भइरहेछ सबैको? मलाई थम्स अप दिनु त। फोल्डर बनाउनु भयो, फोल्डर बनाइसकेपछि एउटा त्यहाँनिर इम्पोर्ट गर्नुभयो है, एउटा कुनै पनि इमेज इम्पोर्ट गर्नु। त्यस पछाडि एउटा HTML भन्ने फाइल बनाउनु। index.html छैन भन्ने हुन्छ। केमा समस्या आयो त? फोल्डर त बनाउन सक्नुभयो होला है। यो फोल्डरभित्र गएर तपाईँले यो फोल्डरभित्र गएर नि फेरि हाल्ने कुराहरू index.html बनाउने, त्यस पछाडि hero.jpg बनाउने। त्यस पछाडि तपाईँहरूले त्यो HTML भन्ने स्निपेट लेखेर यो वाला स्ट्रक्चर त निकाल्न सक्नुहुन्छ। अस्ति HTML भनेर स्निपेट हुन्छ, त्यो हामीले टाइप गरिसक्ने बित्तिकै हाम्रो यसरी स्ट्रक्चर चाहिँ खुल्छ है HTML को। यहाँसम्म पनि सबैजनाले गर्नु त। त्यस पछाडि यो टाइटल छ, यो टाइटलमा तपाईँहरूले अब आजको लागि प्रोजेक्ट लेख्न सक्नुहुन्छ है। यो टाइटलको लागि चाहिँ ल प्रोजेक्ट लेख्नु त। यहाँसम्म सबैले गर्न सक्नुहुन्छ है। यो सजिलो छ, हामीले यो धेरैपल्ट गरिसकेको कुरा हो। रुक्नु नि सर, कति हतार छ भन्दै हुनुहुन्छ। ल ठिकै छ, बिस्तारै गर्नु न, हामी पर्खिरहेछौँ है, पर्खिरहेछौँ, हतार छैन। हजुर, कोपाइलटको हेल्प लिँदा हुन्छ त्यो प्रोग्राम ट्रेनर देखाउँछ नि त्यहाँ गर्दा। के भन्नुभयो अरे? कोपाइलटको युज गर्दा हुन्छ त्यो बिल्डिङ। तपाईँको आवाजै कस्तो क्यारक्यार आयो यार, अलिक मजाले भन्नुहोस् त स्पष्ट तरिकाले। च्याटमा लेखिदिन्छु नि त। ए हुन्छ हुन्छ। ए को पाइलटको हेल्प लिँदा हुन्छ भन्ने हुन्छ। हुन्छ, तपाईँले त्यो पनि गर्न सक्नुहुन्छ। तर अहिले नै यति छिटो चाहिँ तपाईँहरूले यो एआईमा चाहिँ डिपेन्डेन्ट नहुनु भन्छु है म चाहिँ। किन भन्दाखेरि एआईमा डिपेन्डेन्ट हुनुभयो भने चाहिँ अहिले नै, किन भन्दाखेरि यो बेसिक्स बुझ्ने बेला हो है। यो बेसिक्स बुझ्न चाहिँ तपाईँहरूले आफैले कष्ट गर्नुपर्छ। भोलि पर्सि बेसिक्स बुझिसकेपछि चाहिँ तपाईँहरूले एआईमा तपाईँहरूले त्यसरी गर्न सक्नुहुन्छ, हेल्प लिन सक्नुहुन्छ। तर अहिले नै चाहिँ यो नगर्नुहोस् भन्छु, मेरो सजेसन चाहिँ त्यो है। ल, यहाँसम्म गर्नुभयो होला सबैजनाले। अब यहाँसम्म चाहिँ धेरै सजिलो कुरा हो है, यो चाहिँ सबैले अब गरिराखेको कुरा हो। यति ढिलो नगरौँ हामी। अब सबैभन्दा सुरुमा चाहिँ के हो त भन्दाखेरि हामी एउटा स्ट्रक्चर बुझौँ है। हामी सबैभन्दा सुरुमा प्रोजेक्ट छ नि हाम्रो, यो प्रोजेक्ट छ। म यसलाई इन्सपेक्ट गर्छु,
त्यस पछाडि म एलिमेन्ट्सहरूलाई म यहाँ डिस्कभर गर्दै जान्छु है। सबैभन्दा सुरुमा यो हाम्रो हेडर छ क्या, यो हेडर भन्ने हेर्नु है, मैले यहाँनिर हबर गरिरहेको छु, यो हेडर छ। यो हेडर भनेको चाहिँ यहाँदेखि यहाँसम्मको सेक्सन हो है, यो भनेको हेडरको सेक्सन भयो। यो माथिदेखि यहाँ तलसम्मको सेक्सन हो है हेडर भनेको चाहिँ, यो हाम्रो अहिलेको जे देखिरहेको छ त्यो। त्यस पछाडि यो हेडरभित्र एउटा नेभिगेसन बार छ, यो बार हेर्नु है, यो जुन यसले होभर गरिरहेको छ यो भनेको नेभिगेसन बार छ हेर्नु है। नेभिगेसन बारभित्र पनि तपाईँहरूले नेभिगेसन बार छ, त्यस पछाडि तल भनेको तपाईँको हिरो सेक्सन छ। हिरो सेक्सन पनि दुईवटा सेक्सनमा डिभाइडेड भएको छ, एउटा लेफ्टपट्टि छ तपाईँको यो कन्टेन्टको सेक्सन, त्यस पछाडि राइटपट्टि तपाईँको इमेजको सेक्सन छ हेर्नु है, मजाले बुझ्नुपर्छ। अब यो छँदैछ। अब त्यस पछाडि हामी यो नेभिगेसन बारको भित्र जाउँ ल। नेभिगेसन बारको भित्र जान्छु म, त्यस पछाडि यहाँनिर सबैभन्दा लेफ्टमा लोगो छ, लोगो यहाँ बिचमा यसरी सर्चको डिभिजन छ, त्यस पछाडि राइटपट्टि तपाईँको लिङ्कहरूको कन्टेनर छ क्या, यो सबै लिङ्कहरूलाई अनि बटनहरूलाई एकैचोटि राखेको छ। अनि अब जस्तै मैले यसलाई पनि खोलेँ भने अनअर्डर लिस्ट भनेर छ, अनि यसरी मैले लिस्टहरूको मैले सबैलाई पाउँछु। तपाईँहरूले यसरी पनि हेर्न सक्नुहुन्छ एउटा HTML डकुमेन्टमा चाहिँ कस्तो कस्तो खालको एलिमेन्ट बनेको रहेछ भने त यसरी हेर्न सक्नुहुन्छ ल। ल मैले यसरी चाहिँ तपाईँलाई किन बुझाएको त भन्दाखेरि यो भोलि गएर हामीले अब प्रोजेक्टमा चाहिँ कसरी स्ट्रक्चर गर्ने त हाम्रो एलिमेन्ट्सहरूलाई कसरी स्ट्रक्चर गर्ने त्यो कुरामा चाहिँ हेल्प हुन्छ है त। भनेपछि सबैभन्दा सुरुमा चाहिँ हामीले यहाँदेखि यहाँसम्मको हेडर बनाउनु पर्ने रहेछ भनेर बुझ्नुपर्छ। ल अब हामी हेडर बनाऊँ है त। अब हेडर भनेको चाहिँ एउटा HTML-मा चाहिँ सिमेन्टिक ट्याग हुन्छ है। सिमेन्टिक ट्याग किन भनिएको त भन्दाखेरि सिमेन्टिक भन्नुको अर्थ चाहिँ जे छ नि नाम, त्यो नामको अर्थ चाहिँ त्यही हुन्छ क्या। जस्तो हेडरले चाहिँ हेडर बनाउँछ त्यस्तो क्या। रवि यादव भाइलाई सरी ल भाइ। ल यहाँसम्म भयो होला सबैजनाको है। अब त्यसपछि हामीले सबैभन्दा सुरुमा के गर्नुपर्छ भन्दाखेरि हेडर बनाउनुपर्छ। हेडर भनेको एउटा सिमेन्टिक ट्याग हो। सिमेन्टिक भन्नुको अर्थ जे नाम छ त्यसकै त्यो काम हो भन्नुको अर्थ है। ल हेडर भनेर एउटा सबैजनाले एउटा ट्याग बनाउनु त, एउटा यसरी हेडर भनेर ट्याग राखौँ सबैजनाले गर्नु त यहाँसम्म। ल यहाँसम्म गर्नुभयो होला। अब हेर्ने हो भने हेडरभित्र पनि दुईवटा कम्पोनेन्ट थियो नि त हेर्नु है। हेडरभित्र के कम्पोनेन्ट थियो, एउटा यो नेभिगेसन बार थियो, अर्को भनेको यो हिरो कम्पोनेन्ट थियो है। त्यही भएर हामीले अब हेडरभित्र दुईवटा कम्पोनेन्ट बनाऊँ हेर्नु है त। हेडरभित्र दुईवटा कम्पोनेन्ट बनाउनको लागि एउटा न्याब भनेर एउटा ट्याग छ, यो पनि सिमेन्टिक ट्याग हो। यो चाहिँ नेभिगेसन बार बनाउनको लागि युज हुन्छ है त। ल न्याब भनेर एउटा बनाउनु, एउटा न्याब बनाउनु भयो। अर्को तल भनेको हिरो बनाउनु भयो। जस्तो हिरोको लागि चाहिँ हामी के गर्छौँ त, यो न्याब त बनाइहाल्नु भयो होइन। अब त्यस पछाडि यो हिरोको लागि भन्दा पनि यो हेडर भइहाल्छ, त्यस पछाडि प्याराग्राफ भइहाल्छ। ल एउटा नेभिगेसन भयो माथिको, त्यस पछाडि तल हामीले हिरो सेक्सन बनाउनको लागि एउटा डिभिजन युज गर्छौँ ल। ल अब सबैभन्दा सुरुमा हामी यो न्याबलाई चाहिँ हामी सुरुमा कम्प्लिट गर्छौँ है त। यो नेभिगेसन बारलाई कम्प्लिट गर्छौँ। अब यो नेभिगेसन बारलाई एउटा क्लास दिउँ, एउटा यसको आइडेन्टिटी दिनुपर्छ, एउटा क्लास दिउँ। क्लास के दिउँ भन्दाखेरि न्याब बार भनेर एउटा यसलाई क्लास दिउँ। र सबैजनाले यहाँसम्म दिनु त। हामीले क्लास किन दिएको, क्लास हामीले यो क्लास एट्रिब्युट किन युज गर्छौँ सबैलाई थाहा होला। भोलि पर्सि हामीले CSS-मा गएर सेलेक्ट गर्नुपर्छ, त्यसका लागि हामीले क्लास भन्ने युज गर्छौँ है त। त्यो कुरा भयो। ल अब यहाँ हेर्ने हो भने जस्तो यहाँ हेर्नु है, न्याबमा के छ हेर्नु है। न्याबमा पनि तिनवटा कम्पोनेन्ट छ, एउटा यो लोगो छ, बिचको यो सर्च भन्ने बक्स छ, त्यस पछाडि यो लास्टको यो लिङ्क्सहरू छ है। भनेपछि अब हामीले यो नेभिगेसन बारभित्र पनि कुराहरू यसरी स्ट्रक्चर्ड वेमा चाहिँ देख्नुपर्छ। सबैभन्दा सुरुमा एउटा डिभिजन बनाऊँ, यो चाहिँ लोगोको लागि हो। यो डिभिजनलाई क्लास दिउँ, यसलाई लोगो भनेर राखौँ है। त्यस पछाडि यो लोगोमा H2 भनेर मैले एउटा ट्याग बनाउन सक्छु। मैले लोगो राखेँ अहिलेको लागि। तपाईँहरूले यहाँनिर एउटा इमेज ट्याग युज गरेर तपाईँहरूले लोगो पनि राख्न सक्नुहुन्छ। अहिले चाहिँ मैले जस्ट लोगो मात्रै लेखेको छु है त। यहाँ हेर्नु यहाँ केही छैन, नेभिगेसन बारभित्र एउटा हामीले लोगो भन्ने यसरी कम्पोनेन्ट जस्तो बनाएको छ, सेक्सन होइन, सब सेक्सन भनौँ। अनि यसरी हामीले त्यहाँभित्र H2 ट्यागमा चाहिँ लोगो भनेर राखेको छौँ। र यहाँसम्म सबैजनाको भयो होला। त्यस पछाडि हेर्नु त यहाँ बिचमा के पनि छ भन्दा हाम्रो सर्चको डिभिजन थियो नि त, सर्चको डिभिजन थियो। अब त्यसपछि हामी एउटा अर्को डिभिजन बनाउँछौँ,
डिभिजनको हामीले क्लास राख्छौँ। के क्लास राख्छौँ भन्दाखेरि सर्च कन्टेनर कन्टेनर भनेर राख्छौँ है त। अब यो सर्च कन्टेनरमा जस्तो हेर्ने हो भने सर्च कन्टेनरमा के फरक हेर्नु त? आवाज आएन मेरो? के भयो? के भयो यो आवाज नआएको हो कि के हो मेरो? हेलो एभ्रिवान, एम आई अडिबल टु? ए ल ल ल सबैजनालाई यहाँसम्म भएको छ कि छैन हेर्नु त, कसैलाई केही प्रब्लम छ भन्ने भनिहाल्नु त। सर भन्दै हुनुहुन्छ आदित्यले। ल ल यहाँसम्म भयो होला, मलाई एकपल्ट थम्सअप दिनु त सबैजनाले। स्ट्रक्चर त बनाउँदैछौँ हामी, ल ठिक छ। हाम्रो यहाँ भाइहरूले गर्दै हुनुहुन्छ। सर मेरो अर्को आइडीलाई जोइन गरिदिनु न। अर्को आइडीबाट किन जोइन गर्नु, एउटै आइडीबाट गर न ल है त। अब हामीले सर्च कन्टेनरमा के राख्ने भन्दाखेरि एउटा भनेको तपाईँको इनपुट राख्नु पर्यो, अर्को भनेको बटन राख्नु पर्यो। हेर्नु है, जस्तो यहाँनिर हाम्रो प्रोजेक्टमा कस्तो छ भन्दाखेरि एउटा भनेको यो सर्चको इनपुट फिल्ड छ है, त्यस पछाडि यहाँनिर बटन छ क्या, यो दुईवटा कुरा राख्नु पर्यो है यो डिभिजनभित्र। अब त्यस पछाडि हामीले यहाँ राख्नको लागि एउटा इनपुट भन्ने ट्याग छ है। टाइप टेक्स्ट गरिसकेपछि हामीले यहाँनिर यसरी इनपुट भन्ने ट्याग पनि राख्न सक्छौँ। अब यसलाई प्लेस होल्डर पनि राख्न सकिन्छ। एउटा यसको अर्को एट्रिब्युट हो प्लेस होल्डरमा चाहिँ यहाँ त्यहाँनिर के राख्ने भन्ने कुरा आउँछ। जस्तो मैले अहिलेको लागि सर्च फर थिङ्स भने अथवा सर्च फर प्रोजेक्ट्स भने है त अहिलेको लागि। त यसरी इनपुट ट्यागमा मैले राख्न सक्छु है। अनि त्यस पछाडि हाम्रो लगत्तै त्यहाँनिर बटन पनि थियो है, भने सर्च भन्ने बटन पनि थियो। त्यो बटन पनि बनाऊँ। बटन बनाउनको लागि हामीले बटन भन्ने ट्याग युज गर्छौँ। बटन ट्यागको लागि पनि मैले यहाँनिर क्लास राखिदिन्छु, क्लास सर्च SEARCH सर्च बटन भनेर राख्दै है त। त्यस पछाडि यसलाई पनि मैले SEARCH सर्च भनेर नाम दिन्छु। ल यहाँसम्म सबैजनाले गर्नु त। हामीले सर्च भन्ने कन्टेनर बनायौँ। सर्च भन्ने कन्टेनरमा पनि इनपुट राख्यौँ, इनपुट र त्यसमा हामीले छेउमा बटन राख्यौँ। यो माथि भन्ने माथिपट्टि हाम्रो लोगो भन्ने कन्टेनर छ, लोगोमा हामीले H2मा हामीले लोगो राखेको छौँ। त्यस पछाडि यो सबैलाई हामीले कभर अप गरेको चाहिँ यो नेभिगेसन बार है, न्याबभित्र गरेको छौँ। अब अहिलेसम्म कस्तो आयो त रिजल्ट है त, यसको रिजल्ट कस्तो आयो हेरौँ ल। गो लाइभ गर्छु म। ल यस्तो आएको रहेछ है। अहिलेसम्म तपाईँहरूलाई केही त्यस्तो उस्तो केही देखिएको छैन। त्यही पनि अहिले गर्दै जाउँ बिस्तारो, हामीले यसलाई स्टार्ट गर्ने कुरा त आइहाल्छ भन्ने कुरा हो। यहाँसम्म सबैको भयो होला, मलाई एकपल्ट थम्सअप दिनु त। ल ल ल ल ल थम्सअप आयो, थम्सअप आयो। ओके ओके ल यहाँसम्म भएछ भनेपछि मैले बुझेँ। अब हामीले के गर्ने भन्दाखेरि हेर्नु है, यहाँसम्म भयो। अब हामीले सर्च बनायौँ, त्यस पछाडि हाम्रो अब यो सेक्सन बाँकी छ, यो राइटपट्टिको सेक्सन बाँकी छ। यहाँ भनेको तपाईँको लिङ्क्सहरू छ है, यो लिङ्क्सहरू होम भयो। अबाउट असमा यसरी गयो भने अबाउट असमा जान्छ, कन्ट्याक्ट असमा गयो भने कन्ट्याक्ट असमा जान्छ। हो यो लिङ्क्सहरू हाल्नुपर्छ। त्यसै गरी यहाँ बटनहरू पनि छ, यो बटनहरू पनि राख्न सकिन्छ। अब हामीले यो लिङ्कहरू हाल्नको लागि तपाईँहरूले अब यो नेभिगेसन बारभित्रै जानु पर्यो, सर्च कन्टेनरदेखि बाहिर निस्किनु पर्यो। अब हामीले लिङ्क्सहरू राख्नु पर्यो है। लिङ्क्सहरू राख्नको लागि एउटा अर्को डिभिजन बनाऊँ, डिभिजन भनेर बनाऊँ। हेर्नु है, यो डिभिजन ट्याग मोस्ट अफ द टाइम युज हुन्छ नि। यो डिभिजन ट्याग धेरै इम्पोर्टेन्ट छ है, डिभिजन ट्याग जहिले युज भइरहेको हुन्छ। यो डिभिजन ट्यागलाई एउटा क्लास दिउँ, लिङ्क्स कन्टेनर भनौँ, कन्टेनर यसरी है, लिङ्क्स कन्टेनर राख्नु त ल सबैजनाले क्लास। अब त्यस पछाडि तपाईँहरूले लिस्ट, हामीले HTML-मा लिस्ट कसरी बनाउने भन्दाखेरि एउटा अर्डर्ड लिस्ट हुन्छ, एउटा अनअर्डर्ड लिस्ट हुन्छ। त्यो कुराहरू तपाईँलाई थाहा छ थाहा छैन, तर हामीले नेभिगेसन लिङ्क्सहरू बनाउनको लागि चाहिँ अनअर्डर्ड लिस्टहरू युज गर्छौँ है त। अनअर्डर्ड लिस्ट युज गर्नको लागि UL भन्ने ट्याग हुन्छ, UL ट्यागको हामी हेल्प लिन्छौँ। अब UL ट्याग यसरी ओपन गर्नु, त्यस पछाडि अब यहाँभित्र चाहिँ हामी लिस्टहरू बनाउँछौँ। ल यसरी अब हामीले अनअर्डर लिस्टभित्र लिस्ट आइटम्सहरू बनाउनुपर्छ है त। अब लिस्ट आइटम कसरी बनाउने, LI भनेर ट्याग हुन्छ एउटा, यसरी हामीले लिस्ट आइटम्स बनाउन सकिन्छ है। अब हामीले यहाँ त लिङ्क राख्ने हो,
लिङ्क कसरी राख्ने भन्दाखेरि एक्सरेफ हुनु पऱ्यो भनेको ए भने एङ्कर ट्याग राख्नु पऱ्यो होइन है। अब फेरि यहाँभित्र एङ्कर ट्याग राख्नु पऱ्यो तपाईँहरूले, एङ्कर ट्याग राख्नु पऱ्यो। अनि एचरेफमा चाहिँ अब यो तपाईँहरूको यो प्रोजेक्टको नाम यहाँ है इन्डेक्स डट एचटिएमएल अहिलेको लागि यो जुन प्रोजेक्टको एचटिएमएल फाइल छ नि हो यो फाइल राख्नु पऱ्यो। त्यस पछाडि यसलाई मैले होम भनेर भनिदिएँ। यहाँसम्म गर्नु त एकपल्ट हेरी हेरी गर्नु त सबैले गर्नु त यहाँसम्म हेर्नु यहाँ केही छैन। यो हाम्रो लिङ्क्स कन्टेनर भयो एउटा डिभिजन बनाएको। यहाँ चाहिँ मैले सबै लिङ्क राख्छु भने त्यस पछाडि अनअर्डर्ड लिस्ट छ। अनअर्डर्ड लिस्टमा चाहिँ तपाईँको लिस्ट चाहिँ अर्डरमा हुँदैन क्या। जस्तो कस्तो हुन्छ भन्दाखेरि लिस्ट अर्डरमा हुनु भनेको चाहिँ 1 2 3 4 5 6 त्यसरी नम्बरमा आउनु हो क्या। अब अनअर्डर्ड भनेको चाहिँ त्यसरी नम्बरमा आउँदैन, लिस्टहरू त्यत्तिकै आउँछ भन्नुको अर्थ है। ल अब अनअर्डर्ड लिस्टभित्र पनि मैले यसरी लिस्ट आइटम हाल्न सक्छु। लिस्ट आइटमभित्र पनि मैले यसरी एङ्कर ट्याग हाल्न सक्छु क्या। एङ्कर भनेको चाहिँ लिङ्कको लागि है। यहाँनिर थिच्यो भने चाहिँ कतैपट्टि रेन्डर हुने अथवा कतैपट्टि जाने भन्ने कुरा हो। र यहाँसम्म सबैले गर्नु त के छ अवस्था गरिसक्नु भयो कि पर्खिनु न सर। ल ल ल ल ठिक छ ठिक छ ठिक छ ठिक छ ठिक छ हामी एकछिन पर्खिन्छौँ ल। र यहाँसम्म गर्नु त लिङ्क्स कन्टेनर छ, त्यस पछाडि अनअर्डर लिस्ट छ, अनअर्डर लिस्टभित्र लिस्ट आइटम छ, लिस्ट आइटममा एङ्कर ट्याग छ, एङ्कर ट्यागमा मैले यसरी होम भनेर लेखेको छु है त। अब त्यस पछाडि यहाँनिर होम मात्रै छैन, अब होम मात्रै छैन अरू थुप्रै कुराहरू छ हेर्नु है। यहाँ होम एबाउट अस छ, कन्ट्याक्ट अस छ, प्रोजेक्ट छ नि त। भनेपछि हामीले त्यो कुराहरू पनि एड गर्नु पऱ्यो। भनेपछि अब यही कुरालाई मैले एड गर्नको लागि मैले यसलाई कन्ट्रोल सी कन्ट्रोल बी गरेँ भने यहाँनिर एउटा होम भइहाल्यो। अब मैले अबाउट अस पनि राख्न सकेँ, अबाउट अस पनि राख्न सकेँ। त्यस पछाडि मैले प्रोजेक्ट्स पनि राख्न सकेँ। त्यस पछाडि मैले यहाँ गएर कन्ट्याक्ट अस पनि राख्न सकेँ, कन्ट्याक्ट अस पनि राख्न सकेँ। त्यस पछाडि म एचरेफमा अहिलेको लागि यो सबैलाई इन्डेक्स डट एचटिएमएल लेख्दिनँ। अहिलेको लागि म यसलाई के लेख्छु भन्दाखेरि ह्यासट्याग अबाउट लेख्छु। यो ह्यासट्याग किन युज भएको अहिले म भन्छु है। अहिलेको लागि चाहिँ लेखिराख्नु ल। ह्यासट्याग अबाउट लेख्छु, यहाँनिर ह्यासट्याग प्रोजेक्ट्स लेख्छु, त्यसै गरी यहाँनिर ह्यासट्याग कन्ट्याक्ट CONTACT कन्ट्याक्ट भनेर लेख्छु है त। ल यहाँसम्म गर्नु त सबैजनाले। ल है यो लिस्ट आइटमभित्र हामीले यसरी लिङ्क्सहरू राख्न सक्छौँ। यो नेभिगेसन बारको लिङ्क्सहरू राखेको है, यो अरू केही पनि होइन। अब त्यस पछाडि तपाईँहरूले त्यहाँनिर यो बटनहरू पनि देख्नुभयो दुईवटा साइन इन र साइन अप। अब मैले त्यो कुराहरूलाई पनि म इन्क्लुड गर्न खोज्छु। यो पनि हामीले अनअर्डर्ड लिस्टभित्रै लेख्न सक्छौँ। जस्तो बटन लेखेँ है, बटन भनेर एउटा बटन बनाएँ। यसलाई मैले क्लास दिएँ साइन SIGN साइन इन है, क्लास दिएँ साइन इन। त्यस पछाडि मैले यसलाई साइन इन भने ओके साइन इन भने। अब त्यस पछाडि फेरि मैले अर्को बटन बनाएँ यस्तै, यसलाई साइन अप भने, साइन अप भने। ल यसरी बटन पनि बनाउनु त। दुईवटा बटन बनाइएको छ यहाँनिर, यो अनअर्डर लिस्टभित्रै छ। अनअर्डर लिस्टभित्रका दुईवटा बटन पनि यसरी हामीले बनाउन सक्यो। अब यसलाई यसरी हामीले सेभ गरेर कस्तो भयो त अहिलेसम्म हेर्ने हो भने। ल अहिलेसम्म यस्तो छ है, छ है, यो केही छैन अहिलेसम्म, डिजाइन पनि छैन, केही छैन। यसरी लिस्टहरू आएको छ अनि मैले यहाँ क्लिक गर्दा पनि कहीँ गइरहेको छैन। अहिलेको लागि नन फङ्सनल छ है सबै कुरा। ल यहाँसम्म गर्नुभयो होला सबैजनाले। के छ अवस्था बुझ्न पाऊँ त। डन नो नो भन्नुभयो है, कम्प्लिटेड। प्रयास पन्त भाइ चाहिँ अलिकति फास्ट हुनुहुँदो रहेछ त्यहाँनिर ल्यापटपमा अथवा पर्सनल कम्प्युटरमा भएर पनि होला। ल यहाँसम्म गर्नु त, म एकैछिन पर्खिन्छु ल। केही छैन है छन चाहिँ यहाँनिर हामीले कन्टेनर बनाउने, कन्टेनरमा सबै चाइल्ड एलिमेन्ट हाल्दै जाने मात्रै हो, अरू केही छैन त्यस्तो। ल अब यति गरिसकेपछि हामी अब स्टाइलिङ गर्नतिर लाग्छौँ। यति सकिहाल्नु त, मैले 1 मिनट पर्खेँ ल। स्टाइलिङ गर्छौँ है, अब हामी नेभिगेसन बारलाई स्टाइलिङ गर्छौँ।
ल सबैजनाले गर्नुभयो होला जस्तो लाग्छ मलाई। फेरि मलाई रेस्पोन्स दिनु त। राइट राइट सर सर वाट एबाउट इन्डेक्स डट जेएस? इन्डेक्स डट जेएस चाहिँदैन है। इन्डेक्स डट जेएस भनेको जाभा स्क्रिप्ट हो। यो हामी लेक्चरमा चाहिँ यो प्रोजेक्टमा चाहिँ जाभा स्क्रिप्ट युज गर्दैनौँ सर भन्नुभयो। सर वाट एबाउट इन्डेक्स? मेरोमा त यो अप्सन्सहरू यहाँको छैन त। के अप्सन्सहरू भन्नुभएको तपाईँहरूले? यो अप्सन्सहरू भन्नाले यो ट्यागहरू भन्नुभएको। तपाईँहरूले ट्याग हाल्दै जाने हो क्या? तपाईँको त्यहाँ एसपिसीको एडिटरमा ट्याग भनेर छ, ट्यागमा दबाउने, त्यस पछाडि एलआई युज गर्ने, ए युज गर्ने, त्यही त हो। त्यसपछि तपाईँले त्यहाँनिर एचरेफ युज गर्न सक्नुहुन्छ, आफै टाइप गर्ने हो। तर अलिक मोबाइलमा चाहिँ गाह्रो हुन्छ है, तपाईँहरूलाई धेरै गाह्रो हुन्छ। अब कोपअप गर्न धेरै अहिले यो कम्पिट गर्न पनि धेरै साह्रो छ। अब भोलि पर्सि बिस्तारै अब तपाईँहरू पर्सनल कम्प्युटरमा ट्रान्सफर हुनुहोस् भनेर भन्छु तपाईँलाई, यदि त्यस्तै इन्ट्रेस्ट छ भने। कता दबाउने सर? डाटाबेस हाइड हुँदैछ किन अलिक गाह्रो हुँदैछ मोबाइलमा त धेरै गाह्रो हुन्छ भाइ। तर अब यसो गर्छौँ, अब हामी सकेसक्दो यसलाई हामी अब युट्युबमा पनि राख्छौँ कि त्यो हुँदाखेरि तिमीहरूले अब रिपिटेड लेक्चर्सहरू हेर्न सक्छौ। त्यस पछाडि बिस्तारै कोपअप गर्नु है त। ल अहिलेको लागि यहाँसम्म सबैजनाले गर्नुभयो होला। अहिलेको लागि चिन्ता नगर्नु। अब यो भिडियो तपाईँलाई युट्युबमा पनि आउँछ। त्यस पछाडि अब बिस्तारै अब पर्सनल कम्प्युटरतिर इक्विप हुँदै जाँदाखेरि तपाईँलाई सजिलो हुन्छ है। अब हामीले के गर्ने भन्दाखेरि यसलाई स्टाइलिङ गर्नुपऱ्यो है। यो नेभिगेसन बारलाई स्टाइलिङ गर्नुपऱ्यो। नेभिगेसन बारलाई स्टाइलिङ गर्नको लागि हामी एउटा यहाँनिर स्टाइल डट सिएसएस भनेर फाइल बनाउँछौँ। अब यो स्टाइल डट सिएसएस भन्ने फाइललाई त हामीले सबैभन्दा सुरुमा त लिङ्क गर्नुपऱ्यो। लिङ्क गर्नका लागि के गर्ने? हामीले हिजो सिकेका थियौँ, यहाँनिर हेडमा आउने, यो हाम्रो हेड ट्यागभित्र आउने। त्यस पछाडि हाम्रो यहाँ लिङ्क भनेर एउटा ट्याग हुन्छ। यहाँनिर रिलेसनमा तपाईँले स्प्रेडसिट अथवा स्टाइल सिट राख्नुभयो भने त्यसपछि यो एचरेफमा चाहिँ यो फाइलको नाम राख्नुपर्छ है त। जस्तो स्टाइल डट सिएसएस राखेँ। अब यति गरिसकेपछि यो चाहिँ एचटिएमएलको डकुमेन्ट र यो हाम्रो सिएसएसको डकुमेन्ट चाहिँ यो हाम्रो फाइल चाहिँ लिङ्क भयो भनेर बुझिन्छ है त। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। यो हिजो हामीले सिकिसकेको कुरा हो। लिङ्किङ गर्ने प्रोसेस धेरै सजिलो छ है। हामीले एउटा लिङ्क भन्ने ट्याग मात्रै युज गर्ने। यो ट्याग लेखिसकेपछि यो फाइलको नाम राखिदिँदाखेरि यो अटोमेटिकल्ली लिङ्क हुन्छ है त। अब त्यस पछाडि हामीले के गर्ने त यहाँ सिएसएसमा भन्दाखेरि हामीले सबै अब यो एलिमेन्ट्सहरूलाई सेलेक्ट गर्दै होइन, यहाँनिर ट्रिगर गर्दै चाहिँ अब हामीले स्टाइलिङ गर्नतिर लाग्ने हो। ल यहाँसम्म सबैले बनाउनु भयो होला। नयाँ फाइल भयो भन्नुभएको छ। ओके ओके। समराज पराजुली, दृष्टि श्रेष्ठ, ल ल ल ल ल यहाँसम्म भएछ। त्यसो भए अब स्टाइल्स डट सिएसएस हामी यहाँनिर स्टाइलिङ गर्नतिर लागौँ है त। अब स्टाइलिङ गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि अहिले हामीलाई जस्तो प्रब्लम के छ अहिलेको लागि चाहिँ भन्दाखेरि अहिले के छ हेर्नु त। जस्तो यो हाम्रो यो एलिमेन्ट्सहरू छ नि, यो एलिमेन्ट्सहरूले अलिकति यहाँनिर प्याडिङ पनि लिइरहेछ नि, मार्जिन पनि लिइरहेछ क्या। हेर्नु यहाँ माथिबाट यहाँ टाँसिएर सुरु भएको छ नि, यो अलिकति यताबाट सुरु भएको छ क्या है। यो भनेको चाहिँ बाई डिफल्ट चाहिँ यसलाई सर्टेन मार्जिन अनि प्याडिङहरू दिएको हुन्छ, प्रोभाइड गरिएको हुन्छ। अनि त्यसले गर्दा चाहिँ हाम्रो भोलि पर्सि प्रोजेक्टमा चाहिँ इरेगुलरिटिजहरू आउन सक्छ है त। त्यस थम्स डाउन गर्नुभएको रहेछ, केही प्रब्लम भयो होला। ल ठिकै छ, तपाईँहरूले अब बिस्तारै ट्राई गर्ने कुरा हो होइन। अब बिस्तारै अब तपाईँहरूले सिक्दै जाने कुरा हो। यो अब प्रोभाइडेड लेक्चर्सहरू युट्युबमा पाइन्छ। र हामीले बक्स साइजिङ, बोर्डर बक्स भनेर अस्ति हामीले यो विषयमा पनि कुरा गरेको थियौँ। हामीले किन बोर्डर बक्स लाउने भन्दाखेरि जति हामीले कन्टेन्टको हाइट र विथ सेटअप गरेको हुन्छौँ त्यतिमै एडजस्ट गरोस् न सबै थोक, मार्जिन पनि प्याडिङ पनि त्यसमै एडजस्ट गरोस्। हाम्रो एक्स्ट्रा चाहिँ साइज नबढोस् भन्नको लागि चाहिँ हामीले बक्स साइजिङ, बोर्डर बक्स युज गरेको है त। यो कुरा मैले अस्ति प्रश्न बनाइदिएको थिएँ। अब हामीले नेक्स्ट के गर्ने भन्दाखेरि एचटिएमएल डकुमेन्टलाई हामीले सेलेक्ट गर्ने, एचटिएमएल भन्ने फाइललाई सेलेक्ट गर्ने। त्यस पछाडि यहाँनिर एउटा स्क्रोल बिहेभियर भनेर हुन्छ है।
स्क्रोल बिहेभियरलाई तपाईँले स्मुथ राख्नुहोस्। यो चाहिँ स्मुथ किन राखिएको त भन्दाखेरि तपाईँले यहाँबाट जस्तो यहाँ हेर्नु है लिङ्क्सहरूबाट यसरी नेभिगेट गर्नुहुन्छ नि, यसरी प्रोपागेट गर्दाखेरि चाहिँ मैले अबाउट असमा यसरी तल आएँ नि, यहाँबाट स्मुथली आयो क्या, यसरी एनिमेसन भएर आयो क्या। हो यो चाहिँ स्मुथ बिहेभियर हो है। यदि तपाईँले स्मुथ राख्नु भएको छैन भने एकैचोटि आउँछ ज्याप्पै यसरी है। स्मुथ हुँदाखेरि चाहिँ होइन बिस्तारै यसरी सरेर आयो नि त। हो त्यो कुरा हो स्मुथ भनेको चाहिँ। पर्खिनु ल, म यो मेरो एउटा नयाँ इन्टरनेट यहाँको इन्टरनेट कनेक्ट गर्छु। दिनु त सुलभ महत्त्व भाइ चाहिँ डेन्जरस रहेछ कि क्या हो? सुलभ महत्त्व भाइदेखि चाहिँ डराउनु पर्छ कि क्या हो अब हामीले? ल ठिक छ। स्मुथ स्क्रोल भनेको थाहा पाउनु भयो होला के हो भनेर। अब त्यस पछाडि हामीले के गर्ने त भन्दाखेरि यो हेडर भन्ने ट्याग छ, यो हेडर भन्ने ट्यागलाई चाहिँ हामीले सेलेक्ट गर्ने। यो हेडर भन्ने यसलाई हामी एउटा प्रोपर्टी दिन्छौँ मिनिमम हाइट भनेको चाहिँ तपाईँको 100 भ्यू हाइट भन्छ है। अब यो मैले अस्ति तपाईँलाई पिक्सल्सको कुरा गरेको थिएँ, यो पनि तपाईँहरूको युनिट नै हो। भिएच भनेको पनि युनिट नै हो, पिक्सल जस्तै जस्तै हो तर पिक्सल्स नै चाहिँ होइन है। अब 100 भ्यू हाइट भनेको चाहिँ के हो त, भिएच भनेको चाहिँ के हो त भन्दाखेरि अब यो भ्यू हाइट भन्छ नि, यो भ्यू हाइट भनेको चाहिँ तपाईँको जस्तो यहाँदेखि यहाँसम्म देख्नुभएको छ नि तपाईँको ल्यापटपको, यहाँदेखि यहाँसम्म देखिन्छ नि, हो यति हो क्या। यतिलाई चाहिँ भ्यू हाइट भन्छ है, यतिलाई चाहिँ भ्यू विथ भन्छ। अब 100 भ्यू हाइट भनेको यति नै हो। यहाँ माथिदेखि यहाँसम्म यतिसम्म आइयो भने 100 भ्यू हाइट भयो। यहाँदेखि यहाँ आदिसम्म गयौँ भने 50 भ्यू हाइट भयो त्यसरी है। त्यसै गरी यहाँदेखि यहाँसम्म गयौँ भने 100 भ्यू विथ भयो। त्यसै गरी यहाँदेखि बिचसम्म गयौँ भने 100 भ्यू 50 भ्यू विथ भयो है। त्यसरी चाहिँ हामीले बुझ्ने हो भ्यू हाइटको कन्सेप्ट, भ्यू विथको कन्सेप्ट। ल अहिलेको लागि चाहिँ हामीले के गरेको छौँ त भन्दाखेरि यो हेडरलाई 100 भ्यू हाइट दिएको छौँ। भ्यू हाइट भन्नुको मतलब स्क्रिनमा जति छ त्यति नै देखियोस् न हेडर चाहिँ भन्ने हो अर्थ है त्यो चाहिँ। ल यसरी हामीले यसलाई यो राखिसक्यौँ। अहिलेको लागि यसलाई सेभ गरेर हेर्दाखेरि यो अहिलेको लागि त केही देखिँदैन पनि, बिस्तारै अब यसलाई हामी डिजाइन गर्दै जाउँ है त। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला, भ्यू हाइटको कन्सेप्ट आयो होला सबैजनालाई। अब यो मिनिमम हाइट भन्छ, यो मिन हाइट भनेको चाहिँ नझुक्किनु, मिनिमम हाइट हो। मिनिमम हाइट 100 भ्यू हाइट हुनसक्यो, म्याक्सिमममा जति पनि जान सक्यो। मिनिमममा चाहिँ 100 हुन्छ, म्याक्सिमममा जति पनि जान सक्यो भन्ने है। यो कन्सेप्ट चाहिँ अरू केही पनि होइन। तपाईँहरूले अब 9-10 को विद्यार्थीलाई यति त थाहा भइहाल्छ। ल अब त्यस पछाडि हामीले के गर्ने त भन्दाखेरि नेभिगेसन बार अब हामीले डिजाइन गर्ने। अब नेभिगेसन बार डिजाइन गर्नका लागि के गर्ने, यो नेभिगेसन बारको क्लासलाई सेलेक्ट गर्ने है। यो न्याभ बार भनेर हामीले सेलेक्ट गर्ने। सेलेक्ट गर्नका लागि क्लास हो नि त, त्यही भएर हामीले डट न्याभ बार गर्छौँ है। यसरी अब यो नेभिगेसन बार सेलेक्ट भयो। अब यो नेभिगेसन बार सेलेक्ट गरिसकेपछि सबैभन्दा सुरुमा यसलाई ब्याकग्राउन्ड कलर दिउँ। ब्याकग्राउन्ड कलर दिउँ। ब्याकग्राउन्ड कलर चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको एउटा ह्यास भ्यालुमा दिउँ त हामी, ह्यास भ्यालुमा 8012FF भनेर यो टाइप गर्नुहोस् त। मैले यो कलर लिएको छु, एउटा ह्याक्स भ्यालुमा छ कलर। ल 8012FF मैले यसरी दिइसकेपछि मैले एकपल्ट यसलाई हेर्छु कस्तो भएछ भनेर। ल यस्तो होस् है, यो नेचरमा आएको छ, अलि अलि चाहिँ डिजाइन हुँदैछ जस्तो लाग्यो होला तपाईँहरूलाई पनि। यहाँसम्म भयो सबैजनाको, सबैजनाले गर्दै हुनुहुन्छ होला जस्तो लाग्छ मलाई। ल प्रयास पन्तले भाइले भन्ने हुन्छ भयो, रिकेश दाले भन्ने हुन्छ भयो भयो भयो, ल आदित्य भयो। ल ल ल बिस्तारै गर्दै जानुपर्छ, केही छैन। अब त्यस पछाडि हामीले यो ब्याकग्राउन्ड कलर त दिउँ। हिजो भर्खरै हामीले के पढ्यौँ भन्दाखेरि डिस्प्ले फ्लेक्स भनेर पढ्यौँ हेर्नु है। डिस्प्ले फ्लेक्समा हामीले के गर्ने भन्दाखेरि लेआउटिङ गर्ने। अब हेर्नु त यो तिनवटा कम्पोनेन्टलाई कस्तो मजाले राखेको छ। एउटा यतापट्टि छ, एउटा यहाँ बिचमा छ, यति कम्पोनेन्टलाई राइटपट्टि छ। भनेपछि हामीले हिजो फ्लेक्स बक्स पढेको थियौँ नि त। भनेपछि फ्लेक्स बक्सलाई युज गरेर अब हामीले यसरी यो कम्पोनेन्टहरूलाई चाहिँ लेआउटिङ गर्न सकिन्छ है त। अब लेआउटिङ गर्नका लागि फ्लेक्स बक्स युज गरेँ। फ्लेक्स बक्स मैले हिजो भनेको थिएँ, के भनेको थिएँ भन्दाखेरि जहिले फ्लेक्स बक्स प्यारेन्ट कम्पोनेन्टमा युज हुन्छ, प्यारेन्ट हाम्रो एलिमेन्टमा युज हुन्छ है त। प्यारेन्ट भनेको अहिलेको लागि नेभिगेसन बार हो, त्यही भएर अब यसमा हामी फ्लेक्स युज गरौँ है त। अब फ्लेक्स युज गर्नको लागि डिस्प्ले फ्लेक्स गर्नु पऱ्यो। डिस्प्ले फ्लेक्स गरिसक्ने बित्तिकै सबै अब होरिजेन्टली डिस्ट्रिब्युट हुन्छ होइन त। अब हामी हिजो पढे जस्तै यसरी यसरी हेर्नु त,
लोगो यहाँ आयो, यो दुईवटा यसरी यहाँ आयो, त्यस पछाडि यिनीहरू यो लिङ्क्सहरू यहाँ आयो है, यसरी होरिजेन्टल्ली डिस्ट्रिब्युट भयो। अब होरिजेन्टल्ली डिस्ट्रिब्युट त भयो, तर अलिकति हामीले लेआउटिङ जस्तो भएन नि त, हामीले सोचे जस्तो भएन। अब हामीले के गर्नु पर्यो भन्दाखेरि हरिजन्टल लेआउट गर्नका लागि जस्टिफाई कन्टेन्ट युज गर्नुपर्छ भनेर हामीले हिजो हेरेको थियौँ। अब जस्टिफाई कन्टेन्ट युज गर्नुपर्छ। जस्टिफाई कन्टेन्टमा स्पेस अराउन्ड भनेर एउटा फिचर छ। हो, हामीले यो कुरा यो प्रोपर्टीको पनि कुरा गरेको थियौँ हिजो। स्पेस अराउन्डले के गर्छ, वरिपरि आफ्नो स्पेस राख्छ अनि इभनली डिस्ट्रिब्युट गर्छ भनेको थियौँ। अब यसलाई सेभ गरेर हेर्ने हो भने कस्तो आउँछ त हेर्नु त है, यो यसरी स्पेस हेर्नु त, यहाँ पनि स्पेस आयो, यहाँ पनि स्पेस आयो, त्यस पछाडि यहाँ पनि स्पेस आयो अनि यसको यता पनि स्पेस आयो। हो, यसरी चाहिँ यसले स्पेस अराउन्ड गर्ने भयो त। अब यहाँ हेर्ने हो भने यो लोगो पनि माथिपट्टि टाँसेको छ होइन, यो हाम्रो सर्च पनि माथिपट्टि टाँसेको छ नि त। हामीले हरिजन्टली यसलाई लेआउटिङ गऱ्यौँ। अब भर्टिकली लेआउटिङ गर्नका लागि हामीले के युज गर्ने त भन्दाखेरि अलाइन आइटम्स युज गर्ने। हिजो भर्खर हामीले हेरेको हेर्नु है। अब अलाइन आइटम्स तपाईँले सेन्टर गर्नुभयो भने अब यो गएर बिचमा बस्छ हेर्नु है। अब यसलाई यसो हेर्ने हो भने यसरी हेर्नु त, यो बिचमा आयो क्या होइन, हो यसरी अब यो बिचमा आउँछ। अब हामी पालै पालो लेफ्टबाट राइटतिर हामी यसलाई डिजाइन गर्दै हामी सबैभन्दा सुरुमा लोगोको पालो ल। लोगोलाई अब सबैभन्दा सुरुमा डिजाइन गर्ने। अब लोगो डिजाइन गर्नका लागि हामीले यहाँ यस्तो हेर्नु त, एचटिएमएल ट्याग कस्तो दिएको छ भन्दाखेरि एउटा डिभिजन छ। डिभिजनको हामीले क्लास चाहिँ लोगो राखेको छौँ नि त। ल यहाँनिर हामीले डट लोगो भनेर यसरी यसलाई टार्गेट गऱ्यौँ। टार्गेट गरेपछि यसलाई कलर हामीले वाइट दिन सकिन्छ होइन। त्यस पछाडि अब यो लोगो भएको कारणले एउटा अर्को प्रोपर्टी पनि छ, तपाईँले कर्सरलाई चाहिँ पोइन्टर गर्न सक्नुहुन्छ है। पोइन्टर भनेको अब तपाईँले यहाँ देख्न सकिहाल्नुहुन्छ के हो भनेर। जस्तो मैले यहाँ ल, जस्तो मैले यहाँ अहिलेको लागि यसरी लोगो हेरेँ भने है, यहाँनिर एकजनाले मलाई मेसेज गर्दैछ भाइले। ल लोगो हेऱ्यो भने मैले यहाँ होभर गरेँ भने यहाँनिर तपाईँले यसो एकैछिन पर्खिनु ल। के भन्ने थिएँ भन्दाखेरि मैले जस्तो यहाँनिर गएर होभर गरेँ भने मैले यसरी यो पोइन्टर जस्तो पाउँछु क्या। कर्सर पोइन्टर भनेको चाहिँ यो है त। अब मैले यसलाई यसरी मैले डिभिजनलाई चाहिँ गरेँ लोगो। अब त्यसै गरी मैले यहाँसम्म भएँ। अब त्यस पछाडि मैले लोगो त यसरी गरिहालेँ। अब यो हाम्रो लोगोलाई यति नै छोड्दा भइहाल्छ अहिलेको लागि। अब मैले यस पछाडि सर्च कन्टेनरलाई डिजाइन गर्नु पऱ्यो है। सर्च कन्टेनरलाई डिजाइन गर्नु पऱ्यो। त्यसै गरी मैले एचटिएमएल गएर यहाँनिर सर्च कन्टेनर हेरेँ भने यहाँ हाम्रो एउटा डिभिजन छ जसको नाम चाहिँ सर्च कन्टेनर छ भनेपछि अब यो डिभिजनलाई चाहिँ म सुरुमा सेलेक्ट गर्छु, डट सर्च कन्टेनर भनेर होइन है। यसरी मैले सेलेक्ट गरेँ। अब मैले यो सेलेक्ट गरिसकेपछि जस्तो यहाँनिर अहिलेको लागि ल यस्तो छ। अब मैले पनि यहाँनिर डिस्प्ले फ्लेक्स युज गर्न सक्छु। डिस्प्ले फ्लेक्स युज गर्न सक्छु। त्यसै गरी अलाइन आइटम्स सेन्टर, त्यसै गरी जस्टिफाई कन्टेन्ट सेन्टर गरिसकेपछि के हुन्छ त, हिजो कुनै पनि एलिमेन्टको कन्टेन्ट चाहिँ बिचमा आएर बस्छ भनेर हामीले हिजो हेरेको थियौँ नि त। हो त्यही हुन्छ है। अब यहाँनिर गएपछि अब यो यहाँ देखिन त देखिँदैन, त्यही पनि यो एउटा डिभिजनको चाहिँ यसरी बिचमा आएर बसेको छ है त। यो दुईवटा यो हाम्रो इनपुट र सर्च भन्ने। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। के छ हाम्रो अहिलेसम्मको रेस्पोन्स? ल ल ल ल राम्रो छ सर। के छ भन्नुहुन्छ भन्दाखेरि त्यो सुरुको फेरि देखाइदिनु न अलि माथिको। माथिको म एकपल्ट देखाउँछु कि तपाईँ जस यो सिएसएस भन्नुभएको हो। सिएसएस यस्तो छ, स्क्रिनसट गरेर राख्नुहोस् त एकपल्ट। फेरि हामीले यो प्रोजेक्ट आज त यसरी त भ्याउँदैनौँ, फेरि गाह्रो छ। ल गर्नुभयो होला। अब त्यस पछाडि सर्च कन्टेनर चाहिँ हामीले फ्लेक्स मात्रै युज गऱ्यौँ, हामीले बिचमा ल्याउनका लागि मात्रै युज गऱ्यौँ। अब हामीले के गर्ने भन्दाखेरि यो इनपुटलाई टार्गेट गर्ने, यो इनपुटलाई सेलेक्ट गर्ने, त्यस पछाडि यसलाई डिजाइन गर्ने है। अब डिजाइन गर्न अथवा इनपुटलाई सेलेक्ट गर्नको लागि म अर्को एउटा उपाय भन्दैछु तपाईँहरूलाई। जस्तो डट सर्च कन्टेनर गर्ने, त्यस पछाडि यो मैले यसो गरेँ भनेपछि यो यसको अर्थ चाहिँ के हो त, यसरी सेलेक्ट गरेको अर्थ चाहिँ के हो त भन्दाखेरि डट सर्च कन्टेनर हेर्नु है। डट सर्च कन्टेनर कहाँ छ भनेको
यो डिभिजन हो, यो डिभिजनको हामीले नाम डट सर्च कन्टेनर भनेर राखेको छौँ। अब डट सर्च कन्टेनर पछि मैले इनपुट लेखेँ भने चाहिँ यसले के भन्न खोजेको भन्दाखेरि यो डट सर्च कन्टेनर अथवा यो डिभिजनको भित्रको एलिमेन्ट हो है भन्न खोजेको है यो इनपुट। तपाईँको माथिको एलिमेन्ट माथि पनि यसरी इनपुट छ भने चाहिँ त्यो सेलेक्ट हुने भएन। तपाईँको यो डट सर्च कन्टेनर क्लासभित्रपट्टिको इनपुट चाहिँ सेलेक्ट हुने भयो है, माथिपट्टि यताउति भएकोहरू सेलेक्ट हुने भएन। यदि यसरी भित्रपट्टि कुनै पनि ट्याग छ भने यसरी इनपुट मात्रै अब सेलेक्ट हुने भयो। मैले यो चाहिँ इनपुट सेलेक्ट गरेको है खास चाहिँ। र यो सेलेक्सन प्रोसेस बुझ्नुभयो कि भएन है। यो चाहिँ हाम्रो प्यारेन्ट कन्टेनर भयो, प्यारेन्ट कन्टेनरभित्रको इनपुट भन्नु खोजेको है त। यो इनपुटलाई चाहिँ सेलेक्ट गरेको नि खास गरी, अरू कुनैलाई पनि सेलेक्ट गरेको छैन। ल इनपुटलाई सेलेक्ट गरेँ मैले, त्यसपछि यसलाई मैले अलिकति सानो प्याडिङ PADDING प्याडिङ दिएँ, प्याडिङ 10 पिक्सल्स जति दिएँ। त्यसै गरी मैले अर्को भनेको तपाईँलाई ब्याकग्राउन्ड दिएँ, तपाईँको ब्याकग्राउन्ड पनि यही कलर राखेँ अहिलेको लागि। त्यसै गरी मैले फन्ट साइज दिएँ, फन्ट साइज कति दिएँ भन्दाखेरि 16 पिक्सल्स जति दिएँ, 16 पिक्सल्स दिएँ। त्यस पछाडि मैले बोर्डर दिएँ, बोर्डर हामीले हिजो पढेको छ 1 पिक्सल्स सलिड हैन। त्यस पछाडि हामीलाई कलर चाहिन्छ, कलर पनि हामीले हिजो RGB वाला कलर हामीले हेरेको थियौँ है। कलर हेर्दाखेरि RGB हिजो हामीले हेरेको थियौँ, RGB मा 255 भएको व्हाइट बोर्डर भयो है, व्हाइट बोर्डर हामीले राख्यौँ। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। ल यहाँसम्म गर्नु त, एकपल्ट कस्तो आयो यसको रिजल्ट हेरौँ। ल यस्तो आएछ है, यस्तो खालको आएछ। ल एकपल्ट सबैजनाले सार्नु त। यो के गरेँ भन्दाखेरि सर्च कन्टेनर भित्रको इनपुट मैले टार्गेट गरेँ। यो इनपुट भन्नेलाई चाहिँ मैले टार्गेट गरिसकेपछि यसलाई प्याडिङ दिएँ, ब्याकग्राउन्ड कलर पनि यही दिएँ। त्यस पछाडि फन्ट साइज मैले 16 पिक्सल्स दिएँ, बोर्डर मैले 1 पिक्सल सलिड RGB दिएँ अनि यसरी राखिएको छ है त। ल के छ कसो छ यहाँसम्म सबैजनाले बुझ्नुभयो होला। अब त्यस पछाडि मैले यो बोर्डर रेडियस पनि दिन सक्छु। बोर्डर रेडियस भनेको चाहिँ के हो त भन्दाखेरि बोर्डर रेडियस भनेर मैले यसरी टार्गेट गर्न सक्छु। मैले अहिलेको लागि 5 पिक्सल्स 0 0 त्यस पछाडि 5 पिक्सल्स दिन सक्छु क्या। ल अब यो के हो भनेर म बुझाउँछु। ल यहाँ हेर्नु है, मैले बोर्डर रेडियस दिएँ, यसले 4वटा भ्यालु लिएको छ। एउटा 5 लियो, एउटा 0 लियो, एउटा 0 लियो, एउटा 5 लियो है। बोर्डर रेडियस भनेको चाहिँ के हो त भन्दाखेरि यो बोर्डरको तपाईँको यसलाई कति कर्भ गर्ने भन्ने हो क्या। यो बोर्डरको जुन चुच्चो भाग छ नि यतापट्टिको, यो यस्तो यस्तो चुच्चो भाग छ नि, यसलाई चाहिँ कति कर्भ गर्ने, यसको रेडियस चाहिँ कति बनाउने अथवा यसलाई कसरी चाहिँ सर्कुलर फर्ममा ल्याउने भन्न खोजेको है। अब यो 4वटा भ्यालुले के सिम्बलाइज गर्छ त, के कुन कुन कर्नर चाहिँ यसले हेर्छ त भन्दाखेरि हेर्नु है, म लेफ्टबाट भन्दै आउँछु हेर्नु है। अब फर्स्ट भ्यालुले यो माथिको लेफ्टको माथिको टप, फर्स्टको भनेको यो लेफ्टको कन्टेनर, टप लेफ्ट कर्नर है, टप लेफ्ट कर्नर। त्यस पछाडि सेकेन्ड भ्यालुले यो टप राइट कर्नर, थर्ड भ्यालुले बटम राइट कर्नर, फोर्थ भ्यालुले बटम लेफ्ट कर्नर हो। यो सिम्बलाइज गर्ने हो हेर्नु है। अब यो कसरी काम गरिरहेछ हेर्नु है। जस्तो 5 पिक्सल्स भनेको छ नि त, 5 पिक्सल्स भनेको लेफ्ट कर्नर, टप लेफ्ट कर्नरलाई चाहिँ 5 पिक्सलले अलिकति मोड्दै हेर्नु है, यो मोडिएको छ। त्यस पछाडि अर्को मैले 0 राखेको छु, यो मोडिएको छैन। अर्को मैले 0 राखेको छु, मोडिएको छैन। त्यस पछाडि यो हेर्ने हो भने फेरि 5 राखेको छु, यो अलिक मोडिएको छ। हो यसरी चाहिँ यो क्लक वाइजमा जान्छ है। यो 4वटा भ्यालु चाहिँ तपाईँको क्लक वाइजमा गएर चाहिँ बोर्डर रेडियस यसरी काम गर्छ भनेर बुझ्नु। ल यहाँसम्म गर्नुभयो होला सबैजनाले। अब मैले के गर्न सक्छु भन्दाखेरि यो बोर्डरमा तपाईँले क्लिक गर्दाखेरि यो इनपुटमा यसरी मैले क्लिक गरेँ भने यसरी यो आउटलाइन पनि आउँछ। यो जस्तो ब्ल्याक कलरको आउटलाइन पनि देखिरहेछ नि त। हो यसलाई यो आउटलाइनलाई मैले हटाउन सक्छु। आउटलाइन भनेर एउटा प्रोपर्टी छ, यसलाई मैले नन गरिदिएँ भने यो हट्छ है त। आउटलाइन नन गरिदिन्छु। त्यस पछाडि यो भित्रको कलर देखिएन, हाम्रो प्लेस होल्डरको कलर देखिएन, त्यसलाई मैले कलर अहिलेको लागि मैले व्हाइट लेखेँ भने अब यो कलर पनि देखिन्छ। ल यसरी। र यहाँसम्म सबैजनाले गर्नुभयो होला। के छ अहिलेसम्म रेस्पोन्स राजा? ल यहाँसम्म सरसर्ती गर्नु त सजिलो छ है, यो केही छैन।
अब हामीले यो इनपुट भनेर हामीले यसलाई डिजाइन गऱ्यौँ होइन, यो इनपुटलाई डिजाइन गऱ्यौँ। अब यो बटनलाई पनि डिजाइन गर्ने त्यसै गरी है। बटन पनि कस्तो छ त भन्दाखेरि यहाँ हेर्नु यसको बटन पनि तपाईँले देख्न सक्नुहुन्छ। इनपुट जस्तै जस्तै छ, तर यसको लेफ्टपट्टिको यो बोर्डर भनेको 0 छ। यहाँनिर अलिकति कर्भ छ राइटपट्टि, यहाँनिर अलिकति कर्भ छ, फेरि लेफ्टपट्टिको बोर्डर भनेको 0 छ। हो यसरी मैले यसलाई पनि डिजाइन गर्न सक्छु। अब यो यसलाई पनि हामी यो हाम्रो के भन्छ बटनलाई पनि सँगसँगै डिजाइन गरौँ ल। ल अब त्यसै गरी सबैभन्दा अब यसपछि हामीले यो इनपुटलाई त हामीले सेलेक्ट गऱ्यौँ। अब बटनलाई पनि सेलेक्ट गर्नु पऱ्यो नि त। बटन पनि के को भित्र छ त भन्दाखेरि सर्च कन्टेनरको भित्र छ। त्यसै गरी अब बटनलाई सेलेक्ट गर्दाखेरि डट सर्च कन्टेनर भित्रको बटन हो नि त। हो सर्च कन्टेनर भित्रको बटन नै, अरू चाहिँ बटन होइन भन्न खोजेको यो चाहिँ। हो यसरी यो सेक्युर सेलेक्सन हुन्छ है। अब यसलाई पनि हामी प्याडिङ दिउँ, प्याडिङ 10 पिक्सल्स दिउँ। त्यस पछाडि यसलाई पनि ब्याकग्राउन्ड दिउँ। ब्याकग्राउन्ड भनेको यही कलर छ, अगाडिको कलर दिँदा भइहाल्यो। त्यस पछाडि यसलाई पनि हामी कलर दिउँ व्हाइट अहिलेको लागि। त्यस पछाडि बोर्डर, अब यसलाई पनि 1 पिक्सल्स सलिड। अब व्हाइट राख्न सक्यो अहिलेको लागि, व्हाइट राखेँ है। मैले आरजिबी भ्यालु पनि मैले युज गरेको छु, नत्र व्हाइट नराखौँ। एउटा अर्को हामीले प्रोपर्टी पनि हेरौँ ल, यो कलर दिने तरिका। हामीले आरजिबी त हेऱ्यौँ, तर आरजिबिए पनि भन्छ क्या। आरजिबिए भन्छ। यो ए भनेको चाहिँ तपाईँको अपेसिटी हो है, कतिको क्लियर देखाउने है, कतिको क्लियर देखाउने भन्ने हो। जस्तो आरको भ्यालु पनि 255 राखेँ, जीको भ्यालु पनि 255 राखेँ, बीको भ्यालु पनि 255 राखेँ। अब ओपेसिटी चाहिँ तपाईँको 0 देखि 1 सम्म रेन्ज हुन्छ। 0 भनेको चाहिँ केही नदेखाउने, 1 भनेको चाहिँ क्लियर देखाउने है, 0.5 भनेको अलिक धमिलो देखाउने हो, त्यस्तो भन्न खोजेको। अहिलेको लागि मैले यो 0.5 राखेँ। हो यसरी पनि मैले कलरहरू सेटअप गर्न सक्छु। अहिलेको लागि हेर्नु त ब्राउन जस्तो कलरमा देखिएको छ। र यसरी मैले बोर्डर सेटअप गर्छु। त्यस पछाडि अब मैले बोर्डर रेडियस मैले सेटअप गर्नको लागि बोर्डर रेडियस दिन्छु। मलाई लेफ्टपट्टिको बोर्डर चाहिएन, राइटपट्टिकोमा 5 पिक्सल्स, राइट डाउनपट्टिकोमा 5 पिक्सल्स, त्यस पछाडि लेफ्टपट्टिको बटन पनि चाहिएन है। अब मैले यसरी हेर्ने हो भने यस्तो टाइपको मैले डिजाइन चाहिँ देख्न सक्छु है त। ल यहाँसम्म सबैजनाले गर्नु त। ल यहाँसम्म गर्नु सबैजना। त्यस पछाडि अब हामी अगाडि बढ्नुपर्छ। ल यहाँसम्म बुझ्दै हुनुहुन्छ होइन? केही नबुझेको छ तपाईँहरूले, कुनै पनि प्रोपर्टीको बारेमा बुझ्नुभएको छैन भने भन्नु है, म फेरि बुझाइदिन्छु। के भन्दै हुन्थ्यो सर, सिएसएसमा गाह्रो हुँदैछ, गिटअप लिङ्क पठाइदिनु न। ए हुन्छ, हामी यो सबैजना यो सबै भरे राखिदिन्छौँ नि है त। यो हामी यो कम्प्लिट भइसकेपछि, सेसन कम्प्लिट भइसकेपछि राख्छौँ। कसैलाई कुनै प्रोपर्टीमा बुझ्न गाह्रो भएको छ भने भन्नुहोस्, मलाई अहिले भनिहाल्नुहोस्। सुलभ महत्त्व भन्ने भाइ चाहिँ बढी खतरा मान्छे भन्छ है। ल यहाँसम्म हामीले पढ्यौँ। अब त्यस पछाडि एउटा अर्को पनि फिचर छ हेर्नु है। जस्तो मैले रियल प्रोजेक्टमा गएर यसरी मैले यसलाई होभर गरेँ भने, यसरी मैले माउस कर्सर यहाँ राखेँ, यो छ भनेपछि यो होभर भन्ने फिचर हो है। हामीले यसलाई पनि एप्लाई गर्न सक्छौँ। अब यसलाई कसरी एप्लाई गर्ने भन्दाखेरि डट सर्च कन्टेनर छ, सर्च कन्टेनरभित्रको बटनमा जाने, बटनमा यदि होभर भयो भने यसरी हेर्नु, यो एउटा कलन राख्ने, कलनपछि मैले यसरी होभर भनेर लेख्न सक्छु है। यो भनेको बुझ्नुभयो होला। यसरी बटन सेलेक्ट गर्ने यहाँसम्म, त्यस पछाडि कलन लेखेँ अनि होभर भनेको है। यदि होभर भयो भने चाहिँ कस्तो स्टाइल चाहिँ एप्लाई गर्ने भन्ने कुरा आउँछ है। होभर भयो भने चाहिँ के गरिदिने भन्दाखेरि यसको म कलरमा चेन्ज गरिदिन सक्छु। कलर चाहिँ मैले यो राखिदिन सक्छु। मैले ब्याकग्राउन्ड कलर चाहिँ व्हाइट राखिदिन सक्छु। यही हो, हामीले जस्ट स्वाइप गरेको मात्रै हो, यताउति गरेको मात्रै है, 22 वर्ष गरेको। कलर मैले ब्याकग्राउन्ड कलरको राखेको छ अनि ब्याकग्राउन्ड कलरलाई व्हाइट बनाइदिएको छ जस्ट। हो यसरी मैले अब होभर गर्दाखेरि चाहिँ यो फिचरहरू चाहिँ एप्लाई भएर आउँछ। जस्तो यहाँ जान्छु म, त्यस पछाडि यहाँ जान्छु। अब हेर्नु मैले यसरी होभर गरेँ भने यहाँनिर तपाईँको यसरी फिचर, यसरी यो स्टाइल बदलिन्छ क्या। हो यसलाई चाहिँ होभर भन्छ है। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। अब हामी त्यस पछाडि यो लिस्टको काम गर्छौँ। यो लिस्टलाई पनि चटक्क बनाउनु पर्नेछ
अब यो लिस्टलाई कसरी म्यानेज गर्ने, लेआउटिङ गर्ने यो कुरा हेर्छौँ। के छ यहाँसम्म सबैजनाले सक्नुभयो? मलाई थम्स अप दिनु त। सके ल अब लिस्टको काम गरौँ ल। अब लिस्टलाई हामीले कसरी चटक्क बनाउने, कसरी स्टाइल गर्ने भन्ने कुरा आउँछ है। अब लिस्टलाई हेर्ने हो भने सबैभन्दा सुरुमा हाम्रो एउटा लिङ्क्स कन्टेनर भनेर छ है। लिङ्क्स कन्टेनरभित्र के छ, यो भनेको मेन प्यारेन्ट भयो है। त्यस पछाडि यसको एउटा चाइल्ड छ, यो सब प्यारेन्ट भनौँ यसलाई, अनअर्डर लिस्ट छ, अनि अनअर्डर लिस्टभित्र सबै छ। यो सबैको लागि प्यारेन्ट भनेको चाहिँ अनअर्डर लिस्ट हो है त। त्यही भएर हामीले अब अनअर्डर लिस्टलाई सुरुमा टार्गेट गर्छौँ, सेलेक्ट गर्छौँ। अब अनअर्डर लिस्टलाई सेलेक्ट गर्नको लागि यो हाम्रो डिभिजन भनेको लिङ्क्स कन्टेनर हो। डट लिङ्क्स कन्टेनरभित्र गएर अनअर्डर लिस्टलाई सेलेक्ट गर भन्न खोजेको है। यो चाहिँ यो बुझिन्छ होला सबैजनाले। अब अनअर्डर लिस्टलाई सेलेक्ट गरेँ। अब अनअर्डर लिस्टभित्र यो सबै कुरा छ। यो सबै कुरा यसरी अहिले भर्टिकली आइरहेछ। अब मैले होरिजेन्टली राख्नु पर्यो, लेआउटिङ गर्नु पर्यो भनेपछि के युज गर्ने, फ्लेक्स युज गर्ने, डिस्प्ले फ्लेक्स युज गर्ने। डिस्प्ले फ्लेक्स गरिसकेपछि हेर्नु त, लु यसको रिजल्ट हेरिहाल्नु तपाईँहरू। यसरी होरिजेन्टल्ली यसरी बसिसक्यो होइन है, यसरी होरिजेन्टल्ली बसिसक्यो हाम्रो लिङ्क्सहरू। ल यसो गर्न सक्यो, यस्तो गर्न सक्यो। ल डिस्प्ले फ्लेक्स गर्न सक्यो। अब त्यस पछाडि एउटा अर्को प्रोपर्टी छ तपाईँको, लिस्ट स्टाइल भन्छ है। लिस्ट स्टाइललाई तपाईँले नन गर्नुभयो भने जुन अगाडि यसरी हाम्रो लिस्टमा यसरी डट 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 भएर बसेको थियो नि, हो अब यो हराउँछ। अहिलेको लागि चाहिँ लिस्टमा स्टाइल छैन भन्न खोजेको है त। ल यसरी मैले सेट गर्न सकेँ। र यहाँसम्म सबैजनाले गर्नुभयो ल। अब त्यस पछाडि डिस्प्ले फ्लेक्स त भइहाल्यो। अलाइन आइटम्सलाई पनि म सेन्टर गर्छु। अलाइन आइटम सेन्टर गर्दाखेरि यो हरिजेन्टल्ली सेन्टर हुन्छ है त। यो हरिजेन्टल्ली चाहिँ हाम्रो आएर यसरी सेन्टर हुन्छ। यो सरी भर्टिकल्ली है, भर्टिकल्ली यसरी सेन्टरमा गएर बस्छ। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला, यो सजिलै थियो, केही छैन। अब के छ समस्या भन्दाखेरि यो यसरी टाँसिएर बसेको छ क्या, हेर्नु हो भने यसरी सबैवटा यसरी यो सबै यो लिङ्क्सहरू चाहिँ यसरी टाँसेर बसेको छ। बोर्डर पनि टाँसेर बसेको छ, यो बटनहरू पनि। अब मैले यसलाई अलिकति मार्जिन दिएर परपर सार्न सक्छु है। अब त्यसको लागि मैले डट लिङ्क्स कन्टेनरभित्रको अनअर्डर लिस्टभित्रको लिस्ट यसरी एलआई होइन, यो बुझिन्छ होला। लिङ्क्स कन्टेनरभित्रको अनअर्डर लिस्टभित्रको लिस्टलाई चाहिँ मैले सेलेक्ट गरेको भन्ने भन्छ है। अब मैले यसरी मैले मार्जिन 10 पिक्सल्स दिएँ भने अब यो अलिकति यसरी छुट्टिएर बस्छ हेर्नु है। यसरी अलिकति छुट्टिएर बसेको छ। अलिकति तपाईँहरूलाई मैले जुम पनि गरिदिन्छु ल यतापट्टि। ल यसरी यो छुट्टिएर बसेको छ यसरी। ल यहाँसम्म भयो। ल अब अर्को पनि के छ त भन्दा हेर्नु है, जस्तो यहाँनिर अनअर्डर लिस्टभित्र पनि लिस्ट आइटमभित्र पनि तपाईँको एङ्कर ट्याग छ नि, हो अब एङ्कर ट्यागलाई हामी स्टाइल गर्ने है त। जस्तो के हो त भन्दाखेरि डट लिङ्क्स कन्टेनरभित्रको पनि अनअर्डर लिस्टभित्रको पनि लिस्टभित्रको पनि एङ्कर ट्यागलाई चाहिँ मैले सेलेक्ट गरेँ। अब एङ्कर ट्यागलाई सेलेक्ट गर्दाखेरि कलरलाई मैले वाइट राख्न सक्छु है। त्यस पछाडि टेक्स्ट डेकोरेसन भन्छ, टेक्स्ट डेकोरेसनलाई मैले नन राख्न सक्छु। टेक्स्ट डेकोरेसन नन राख्ने बित्तिकै के हुन्छ, त्यो तलको अन्डरलाइन चाहिँ हराएर जान्छ। यो मैले कलर वाइट राखेँ, त्यस पछाडि टेक्स्ट डेकोरेसनलाई मैले नन राख्दाखेरि यो तल अन्डरलाइन थियो नि, हो यो अन्डरलाइन हराएर गयो है। ल यो टेक्स्ट डेकोरेसन नन भयो। त्यस पछाडि फन्ट वेटलाई मैले बोल्ड राख्न सक्छु। फन्ट वेट भनेको चाहिँ कतिको गाढा बनाउने भन्ने कुरा हो है। मैले बोल्ड राखेँ भने यसरी अलिकति यो गाढापन आउँछ यसमा है। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। ल के छ यहाँसम्म सक्नुभयो, मलाई एकपल्ट थम्स अप दिनु त। त्यस पछाडि फेरि हामी अगाडि बढ्छौँ। र यो सेलेक्सन गरेको त बुझिँदै छ होला। ल बुझ्दै, ल अरू हामी कन्टिन्यू गर्दै जाउँ है त। अब त्यस पछाडि अर्को कुरा के छ भन्दाखेरि यो लिङ्क्सहरूमा मैले यसरी होभर गरेँ भने, यसरी मैले होभर गरेँ भने अहिलेको लागि केही इफेक्ट छैन नि त। अब त्यो इफेक्ट ल्याउनको लागि मैले होभर भन्ने प्रोपर्टी युज गर्न सक्छु है। भन्नुको अर्थ
डट लिङ्क्स कन्टेनरभित्रको अनअर्डर लिस्टभित्रको लिस्टभित्रको एङ्कर ट्यागलाई जब म होभर गर्छु तब चाहिँ कस्तो खालको स्टाइल आउने भन्ने कुरा हो है। म यसको कलरलाई म चेन्ज गर्न सक्छु। कलरलाई चेन्ज गर्नको लागि RGBA युज गर्न सक्छु। 255 255 सरी 255 255 255 कमा 0.7 ओपेसिटी चाहिँ अलिकति घटाइदिन सक्छु है मैले। ओपेसिटी अलिकति यो हभरको तपाईँहरूले थाहा पाइसक्नु होला के कसो गर्छ कसरी काम गर्छ भन्ने कुरा। ल यहाँसम्म गर्नुभयो होला सबैजनाले। अब यो दुईवटा बटनहरू छ त्यो दुईवटा बटनहरूलाई पनि हामी डिजाइन गरौँ ल। अब के छ भन्दाखेरि लिङ्क्स कन्टेनरभित्र अनअर्डर लिस्ट छ। अनअर्डर लिस्टभित्र दुईवटा बटन पनि छ नि त। हो त्यो बटनहरूलाई पनि हामी डाइरेक्ट गरौँ। डट लिङ्क्स कन्टेनरभित्रको अनअर्डर लिस्टभित्रको बटन चाहियो मलाई भन्न खोजेको है। ल यसरी मैले बटनलाई मैले सेलेक्ट गरेँ भने मैले प्याडिङ दिन सक्छु। ल प्याडिङ प्याडिङ दिन सक्छु। प्याडिङ दिन सक्छु 10 पिक्सल्स। त्यसै गरी मैले ब्याकग्राउन्ड दिन सक्छु। यही हाम्रो ब्याकग्राउन्ड अगाडि जुन युज भएको त्यही ब्याकग्राउन्ड हो। त्यस पछाडि मैले यसलाई कलर वाइट दिन सक्छु है। त्यसै गरी म यसलाई बोर्डर 1 पिक्सल्स सलिड त्यस पछाडि वाइट दिन सक्छु है। यसलाई वाइट बोर्डर दिँदा केही फरक पर्दैन। अनि बोर्डर रेडियसलाई म 5 पिक्सल्स गर्छु। सबैतिरबाट अलिअलि कर्भ गर हेर्नु है। यो बोर्डर रेडियसमा चाहिँ अघि हामीले 4वटा भ्यालु राखेको थियौँ नि त। 4वटा भ्यालु राख्दा चाहिँ स्पेसिफिक भयो। टप लेफ्ट कर्नरदेखि बटम लेफ्ट कर्नरसम्म पुग्यो नि त। तर अहिलेको लागि चाहिँ एउटा मात्रै भ्यालु छ भनेपछि सबैको लागि यसले चाहिँ 5 पिक्सल्स बोर्डर दिने भयो त। हो त्यसरी चाहिँ अलिकति कर्भ हुन्छ सबैतिर। अब मैले मार्जिन पनि दिन सक्छु। मार्जिनमा पनि 0 अनि 5 पिक्सल्स राख्यो भने चाहिँ है यो भनेको चाहिँ टप र यो चाहिँ टप र बटन हो। अनि यो भनेको चाहिँ लेफ्ट र राइट हो है। लेफ्ट र राइटबाट चाहिँ 5 पिक्सल्स दिने त्यस पछाडि टप र बटनबाट चाहिँ 0 दिने भन्न खोजेको है। त्यसै गरी मैले पनि मार्जिनलाई यसरी 4वटा भ्यालु दिन सक्छु। 4वटा भनेको माथिदेखि लेफ्टदेखि राइटदेखि त्यस्तो हो है। अहिले मैले दुईवटा दिएँ भने यो भनेको टप र बटन यो भनेको लेफ्ट र राइट। अहिलेको लागि चाहिँ मार्जिन चाहिँ लेफ्ट र राइटमा मात्रै राख्ने भन्न खोजेको है। ल केही छैन। अब यसरी गर्दाखेरि अलिकति यस्तो खालको हामीले डिजाइन देख्न सक्छौँ। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। ल अब यो बटनलाई अलिकति हामीले होभर गर्दाखेरि पनि अलिकति स्टाइल आउने भनौँ। त्यसको लागि डट लिङ्क्स कन्टेनरभित्रको अनअर्डर लिस्टभित्रको बटन छ। यो बटनलाई मैले होभर गरेँ भने कस्तो डिजाइन गर्ने भन्ने कुरा हुन्छ। अब कलरलाई मैले यो कलर दिन सक्छु। त्यस पछाडि मैले ब्याकग्राउन्ड कलरलाई वाइट राख्न सक्छु। जस्ट मैले अपोजिट गराइदिएको है। अगाडि जुन कलर थियो नि हो ब्याकग्राउन्ड कलरलाई मैले यहाँनिर कलर बनाइदिएँ। अनि त्यस पछाडि यहाँको कलरलाई चाहिँ मैले यहाँ ब्याकग्राउन्ड कलर बनाइदिएँ। अब यो यसरी मैले अपोजिट राख्दाखेरि अलिकति राम्रो इफेक्ट आउने भएको कारणले यसरी अपोजिट राख्न सकिन्छ है त। ल यहाँसम्म लगभग हामीले अब सक्न आँट्यौँ कि। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। ल अब नि यहाँनिर के भयो भन्दाखेरि अलिकति कुचुक्रो भयो है। यो नेभिगेसन बारको हामीले हाइट पनि सेट गर्न सक्छौँ। किन सेट गर्न सक्छौँ भन्दाखेरि यो भनेको हिजो हामीले पढेको थियौँ ब्लक लेभल एलिमेन्ट हो यो। किन भन्दाखेरि डिभिजन हो नि त है। नेभिगेसन बार भनेको चाहिँ हाम्रो ब्लक लेभल एलिमेन्ट हुन्छ। ब्लक लेभल एलिमेन्टको हामीले विथ र हाइट सेट गर्न सक्छौँ भनेर हामीले हिजो पढेको थियौँ। अब हामीले यसको हाइट पनि सेट गर्न सक्छौँ। त्यस कारणले हामीले यहाँनिर नेभिगेसन बारमा हुने कहाँ छ हाम्रो नेभ बार भन्ने सेलेक्ट गरेको छ होला। यसको हाइट राख्न सकिन्छ है। हाइट कति राख्नु भन्दाखेरि अहिलेको लागि 44 पिक्सल्स राखौँ ल। 44 पिक्सल्स राख्दाखेरि ठिकै हुन्छ होला। ल नत्र अलिकति ठुलो बनाउँदा पनि भयो। 50 सम्म राख्दा हुन्छ तपाईँले अलिकति राम्रो देखिनु भन्ने कुरा हो। ल यसरी चाहिँ राखेपछि हाम्रो यसरी चाहिँ हाम्रो एउटा नाइस लुकिङ नेभिगेसन बार चाहिँ डिजाइन हुने भयो है। यो हामीले हिजो पढेको सबै हामीले यो फिचरहरू एप्लाई गरेको छौँ। त्यो डिस्प्ले फ्लेक्सहरू
त्यस पछाडि कलरहरू, बोर्डरहरू राख्ने कुराहरू भयो, ब्याकग्राउन्ड कलर, कलर कसरी दिने, हेक्समा कलर दिने, 8 GB मा दिने, 8 GB दिने, नाम लेखेर कलर दिने, है? त्यो सबै कुरा डिस्कस गऱ्यौँ। के छ यहाँसम्म सबैजनाले सक्नुभयो? मलाई थम्स अप दिनु त सक्नुभयो भने? ल, ल सबैजनाले सक्नुभएछ। हामी अब अलिक छिटो बढ्नुपर्ने हुन्छ। ल यहाँसम्म गऱ्यौँ अब हामीले गर्ने भनेको यो तपाईँको यो हेडरको पार्ट हो है। यो हेडर भन्नाले यो हिरोको पार्ट हो। अब यो हिरोको पार्ट पनि 2 भागमा बाँडिएको छ। एउटा भनेको कन्टेन्ट जुन चाहिँ लेफ्टपट्टि राखिएको छ है, अनि एउटा भनेको चाहिँ इमेज जुन चाहिँ राइटपट्टि राखिएको छ। र यो कुरालाई हामी अब सबैभन्दा सुरुमा HTML-मा गएर इम्प्लिमेन्ट गरौँ। अब नेभिगेसन बार सक्यो है, नेभिगेसनको काम सकियो। अब त्यस पछाडि हामी यहाँनिर हेडरमा आउँछौँ। यसरी यो तलपट्टि डिभिजनमा आउँछौँ। यो नेभिगेसन बार पछिको डिभिजन हेर्नु है, नझुकिकन राख्नु यो चाहिँ फेरि। र यहाँसम्म आउनु त सबैजना। ल र यहाँसम्म सबैजनाले गर्नु होला। अब हामीले यो हिरो बनाउने हो। हिरो भनेको चाहिँ त्यो अगाडि देखिएको कन्टेन्टहरू होला। अब यसलाई मैले क्लास दिन सक्छु। यसको क्लासको नाम चाहिँ मैले हिरो राख्न सक्छु है। यो हिरो भनेको चाहिँ यो हिरो सेक्सन हुने भयो। यो चाहिँ हाम्रो जुन अगाडिपट्टि देखेको कन्टेन्ट हुने भयो। अब यो हिरोलाई पनि म 2टा भागमा डिभिजन गर्न सक्छु। अघि भर्खर मैले भने एउटा भनेको यो कन्टेन्टमा, एउटा भनेको इमेजमा है। 2टामा मैले डिभाइड गर्न सक्छु। त्यही भएर एउटा अर्को डिभिजन बनाऊँ जसको क्लास चाहिँ मैले हिरो कन्टेन्ट भनेर राख्छु है। त्यसै गरी यहाँनिर अर्को डिभिजन बनाउँछु जसको नाम चाहिँ म क्लासमा हिरो इमेज भन्छु है त। ल यसरी 2टा डिभिजन बनाएँ। अब हिरो कन्टेन्टमा हेर्ने हो भने हेर्नु है, जस्तो हिरो कन्टेन्टमा कस्तो छ त भन्दाखेरि तपाईँको यहाँनिर एउटा टाइटल छ है, त्यस पछाडि यहाँ सम टेक्स्ट छ, त्यस पछाडि यहाँनिर एउटा बटन छ नि त। भनेपछि यहाँ पनि 3टा थोक चाहिएको छ। के चाहियो? एउटा टाइटल चाहियो, एउटा भनेको तपाईँको टेक्स्ट चाहियो, त्यस पछाडि बटन चाहियो। हो, यो कुरालाई पनि म इम्प्लिमेन्ट गर्न सक्छु। अब यो कुरालाई कसरी इम्प्लिमेन्ट गर्ने भन्दाखेरि सबैभन्दा सुरुमा त मलाई एउटा H1 ट्याग चाहियो है। यो हाम्रो टेक्स्टको हेडिङ दिनको लागि। अब H1 ट्याग चाहियो। दिस इज माई भने है। अब मैले यहाँभित्र एउटा स्प्यान भनेर ट्याग राख्न सक्छु। स्प्यान ट्याग मैले किन राखेको भन्दाखेरि स्प्यान भनेको इनलाइन लेभल एलिमेन्ट हो। हिजो भर्खर हामीले पढ्यौँ। इनलाइन लेभल एलिमेन्टको जति विथ हुन्छ त्यही अनुसारको ब्याकग्राउन्ड कलर पनि सेटअप गर्न सकिन्छ। त्यही भएर मैले अहिलेको लागि यसलाई स्प्यान भनेर ट्यागमा चाहिँ राखेको त। दिस इज माई प्रोजेक्ट भनेर भन्न चाहेको अहिलेको लागि चाहिँ। ल यसरी भन्नु त। डिभिजन छ। डिभिजन यो हाम्रो हिरो कन्टेन्टको डिभिजनभित्र एउटा H1 ट्याग छ। H1 ट्यागमा दिस इज माई भने त्यस पछाडि फेरि यहाँभित्र स्प्यान ट्याग युज गरेको छु है। स्प्यान ट्यागमा चाहिँ मैले प्रोजेक्ट भनेर राखिदिएको छु। ल यसरी अहिले म स्प्यान ट्याग किन युज भयो यहाँनिर भनेर अझै म क्लियर पार्छु। त्यतिन्जेलका लागि टाइप गर्दै गर्नुहोस्। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। अब त्यस पछाडि यो हाम्रो माथिको टाइटल भयो है। यो माथिको टाइटल भयो हाम्रो। अब हाम्रो यो टेक्स्टहरू पनि राख्नुपर्ने हुन्छ। यो टेक्स्ट राख्नको लागि केही छैन, हामीले प्याराग्राफ ट्याग युज गर्न सक्छौँ है। प्याराग्राफ ट्याग युज गरेर मैले लोरेम जस्तो मैले 20 लेखेँ भने यसले एउटा 20 वटा वर्डको चाहिँ एउटा डमी वर्डहरू चाहिँ दिन्छ है। 20 वटा वर्ड काउन्ट दिन्छ। यसरी मैले राख्न सक्छु। नत्र तपाईँहरूले यहाँनिर जे आफ्नो नाम अथवा तपाईँहरूलाई जे मन लाग्छ त्यही राख्न सक्नुहुन्छ यो प्याराग्राफ ट्यागभित्र है। जस्ट फर प्र्याक्टिस न अहिलेको लागि। ल यति हामीले लेखिसकेपछि यो प्याराग्राफ ट्यागदेखि तलपट्टि एउटा बटन छ। अघि तपाईँहरूले देख्नुभयो भएन, एउटा बटन छ। यो बटन मा भित्र हामीले एउटा एक्सरेफको हामीले ट्याग युज गर्नुपर्ने हुन्छ, एङ्कर ट्याग। एङ्कर ट्यागमा चाहिँ हामीले नेभिगेट गर्नुपर्ने हुन्छ अबाउटमा। त्यही भएर हामीले अहिलेको लागि हेज अबाउट लेखेको छौँ। त्यस पछाडि यसलाई मैले लर्न मोर लेख्न सक्छु है त। लर्न मोर लेखेर एउटा यस्तो मैले सिम्बल पनि देख्न सक्छु। ल
यहाँसम्म छ है। यहाँसम्म केही छैन। तपाईँको माथि एउटा हेडिङ छ, हेडिङ त्यस पछाडि हाम्रो एउटा प्याराग्राफ छ। प्याराग्राफ सकिने बित्तिकै एउटा बटन छ। यो बटनभित्र चाहिँ मैले एउटा href ट्याग युज गरिदिएको छु। किन भन्दाखेरि यो बटनलाई थिचिसकेपछि चाहिँ यो चाहिँ के हुन्छ त, यो लिङ्कमा प्रोपागेट हुन्छ नि त, एबाउट अस भन्ने सेक्सनमा प्रोपागेट हुन्छ। त्यसैले चाहिँ मैले यहाँभित्र एङ्कर ट्याग राखेको है त। यो एङ्कर ट्याग त्यही भएर राख्नुपर्छ भन्ने कुरा हो। ल यहाँसम्म गर्नु त सबैजनाले। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। यो भनेको हाम्रो हिरोको कन्टेन्ट थियो है, हिरोको कन्टेन्ट थियो। अब हाम्रो यो हिरोको इमेजमा त्यस पछाडि यहाँ तल यहाँभित्र गइसकेपछि हामीले एउटा आइएमजी भनेर इमेजको ट्याग युज गर्न सक्छौँ, जसले चाहिँ हामीले इमेज राख्न सक्छौँ है त। अब इमेज राख्नका लागि एसआरसी माग्छ। एसआरसी भनेको हामीले फाइल नेम दिने हो। अहिलेको लागि हाम्रो हिरो डट जेपिजी भनेर फाइल नेम छ, त्यही भएर हाम्रो हिरो डट मैले जेपिजी राख्न सक्छु। अब यो एएलटी भनेको चाहिँ अल्टरनेटिभ हो है। यो कुनै कुनै ब्राउजरमा चाहिँ तपाईँको इमेज नदेखाउन पनि सक्छ। नदेखेको खण्डमा चाहिँ मैले त्यो इमेजलाई चाहिँ कसरी चाहिँ पढ्ने त भनेर एउटा कुनै नामले त पढ्नु पर्यो नि त इमेजलाई चाहिँ। हो, त्यो इमेजको नाम चाहिँ राख्ने है। जस्तोको लागि अहिलेको लागि हिरो इमेज अथवा 100 लोगो भनेर राख्न सक्छ है मैले अहिलेको लागि। त्यो चिनाउनको लागि त्यो इमेज चाहिँ के हो त चिनाउनको लागि चाहिँ अल्टरनेटिभ राख्नुपर्ने हुन्छ त तपाईँहरूले। ल यसरी तपाईँले गरिसकेपछि यस्तो खालको तपाईँहरूलाई खुल्छ होला। यो सबै केही अहिले भताभुङ्ग छ। यसलाई अब हामी सिस्टममा म्यानेज गर्छौँ। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला यो हिरोको कन्टेन्ट। ल एकैछिन म तपाईँलाई टाइम दिएँ, तपाईँहरूले सरसर्ती गर्नुहोस् त। यो सजिलै छ, केही छैन। ल अहिले अब यो के यो सेन्ड गर्दै हुनुहुन्छ? प्राइस फर द लोगो, सर्च फर द प्रोजेक्ट हो, सर हिरो भन्दै हुनुहुन्छ। डेटा के हिरो आयो त तपाईँको? तपाईँको त्यहाँ सिस्टम अथवा सिन्ट्याक्स इरर होला है। केही इरर भयो भने सिन्ट्याक्स इरर चाहिँ भएको होला अहिलेसम्म चाहिँ, नत्र हामी फ्ललेसली गइरहेछौँ है। अहिलेसम्म त्यस्तो केही भएको छैन। अब हामीले के गर्नु पर्यो त भन्दाखेरि अब यो हिरो हामीले यहाँ स्ट्रक्चर बनायौँ हिरोको है। अब यसलाई हामीले डिजाइन गर्नुपर्छ। अब डिजाइन गर्नको लागि स्टाइलमा अब स्टाइलमा आइसकेपछि मैले डट हिरो भनेर मैले यो टोटल कन्टेनरलाई सेलेक्ट गरेँ। यो टोटल कन्टेनर हेर्नु है, यो नेभिगेसन बार पछिको टोटल कन्टेनरलाई मैले सेलेक्ट गरेँ। अब यो टोटल कन्टेनरमा के कुरा छ त भन्दाखेरि एउटा भनेको हिरो कन्टेन्ट छ है, एउटा हिरो कन्टेन्ट छ, अर्को भनेको हिरो इमेज छ। हो भनेपछि यो दुईवटा कुरालाई साइड राख्नु पऱ्यो नि त, साइडमा राख्नु पऱ्यो। त्यही भएर यहाँ पनि डिस्प्ले फ्लेक्स नै युज हुने हो। त्यही भएर यसमा पनि डिस्प्ले फ्लेक्स गर्न सक्यो। त्यसपछि मैले हाइट युज गरेँ। यसलाई हाइट दिन सक्यो, 100 भ्यू हाइट भनेर दिन सक्यो है त। भ्यू हाइटको कुरा मैले अघि भर्खर गरेँ। जति स्क्रिनमा देखिन्छ त्यति नै हो हाइट, भ्यू हाइट 100 भ्यू हाइट भनेको। ल यहाँसम्म हेर्दाखेरि ल यस्तो खालको तपाईँहरूको देखियो। जस्तो यो फ्लेक्स गर्दाखेरि तपाईँको यो कन्टेन्ट चाहिँ यसरी भयो है। त्यस पछाडि यो प्रोजेक्टको यो हाम्रो इमेज चाहिँ यसरी आएको छ। अब यो इमेजलाई पनि हामी अलिकति फर्निस गर्ने नै छौँ। अब त्यतिन्जेलका लागि यहाँसम्म चाहिँ पुगौँ है भनिदिएको। यहाँसम्म पुग्यो होला। अब हामीले इमेजलाई कसरी यसको साइज घटाउने, त्यस पछाडि अनि यसलाई कसरी मजाले राख्ने भन्ने कुरा हो। अब यसको साइज घटाउनका लागि हामीले सबैभन्दा सुरुमा त्यो इमेजलाई सेलेक्ट गर्नुपर्छ। अब सेलेक्ट गर्नका लागि के गर्ने त भन्दाखेरि डट हिरो इमेज भनेर यसरी क्लास छ हेर्नु है। यो क्लास छ डट हिरो इमेज भनेर क्लास छ। यो क्लासभित्रको यो डिभिजनभित्रको मलाई इमेज चाहियो भनेर यसरी डिभिजनभित्रको इमेज आयो है। यो इमेजलाई मैले सेलेक्ट गरेँ। अब सेलेक्ट गरिसकेपछि मैले यसको विथ र हाइट सेटअप गर्न सक्छु। अहिलेको लागि 500 पिक्सल्स
हाइट पनि 500 पिक्सल्स राखौँ है। त्यस पछाडि यसलाई सेभ गरेर हेरौँ त कस्तो खालको आयो। ल यसरी चाहिँ हाम्रो इमेजको हाइट र विड्थ चाहिँ सेटअप भएको रहेछ भनेर बुझ्यो है। यहाँसम्म ठिकै छ होला। त्यसमा सबैजनालाई प्रब्लम त केही छैन जस्तो लाग्छ मलाई। ल ल यो हामीले इमेज सेटअप गरिसकेपछि अब हामी कन्टेन्टतिर जाउँ। त्यो लेफ्टपट्टिको कन्टेन्ट, टाइटल, डेस्क्रिप्सन र त्यो बटनलाई सेटअप गरौँ है। अब हेर्नु है, अब मैले के गर्ने भन्दाखेरि डट हेडर के छ त हाम्रो एलिमेन्टको हेर्नु त हिरो कन्टेन्ट भनेर छ नि त। यो हाम्रो यो प्यारेन्ट एलिमेन्ट चाहिँ हिरो कन्टेन्ट भनेर छ। त्यही भएर मैले हिरो कन्टेन्टलाई चाहिँ हिरो CONTENTलाई चाहिँ मैले सेलेक्ट गर्छु। हिरो कन्टेन्टलाई सेलेक्ट गरिसकेपछि म यसलाई डिजाइन गर्न खोज्छु। अब डिजाइन म के गर्छु त भन्दाखेरि डिस्प्ले फ्लेक्स गरेँ होइन। डिस्प्ले फ्लेक्स गर्ने बित्तिकै के भयो त यो हरिजन्टल्ली आएर बस्छ। जस्तो अब यो हेर्ने हो भने यसरी हरिजन्टल्ली आएर बस्यो हेर्नु है। यो दिस इज माई प्रोजेक्ट यहाँ बस्छ। त्यस पछाडि लोरेम इप्सन यो भनेर यो हाम्रो प्याराग्राफ यहाँ बस्छ। त्यस पछाडि बटन यहाँ आएर बस्छ। हामीलाई त डिस्प्ले फ्लेक्स गरिसकेपछि हरिजन्टल्ली भनेर हरिजन्टल्ली बस्छ भनेर थाहा छ नि त। अब यसलाई भर्टिकल्ली बसाउनु पर्यो। जस्तो हेर्नु यहाँ कसरी बसेको छ, यसरी भर्टिकल्ली बसेको छ नि त। हो यसरी एकपछि अर्को गरेर भर्टिकल्ली बसेको छ। भर्टिकल्ली बसाउनको लागि मैले यसको डिरेक्सन चेन्ज गर्न सक्छु क्या। यो फ्लेक्सको डिरेक्सन चेन्ज गर्न सक्छु। एउटा अर्को प्रपर्टी, नयाँ प्रपर्टी है तपाईँहरूको लागि। अब डिरेक्सन चेन्ज गर्नको लागि फ्लेक्स डिरेक्सन भनेर एउटा प्रपर्टी छ। फ्लेक्स डिरेक्सन मैले कलम युज गर्न सक्छु। मैले कलम युज गर्ने बित्तिकै के हुन्छ त हेर्नु त चेन्ज। ल यसरी माथिबाट हेर्नु है, यसरी त्यस पछाडि यो यसरी आएर बसेको छ। ल र यो सबैको आयो होला यहाँसम्म। यसरी हाम्रो हरिजन्टल्ली सरी भर्टिकल्ली आएर चाहिँ बसेको छ। अब मैले यसलाई अझै इम्प्रुभमेन्ट गर्न सक्छु। इम्प्रुभमेन्ट के गर्न सक्छु त भन्दाखेरि सबैलाई चाहिँ मैले बिचमा ल्याउन सक्छु नि त। बिचमा ल्याउनका लागि है मैले हिजो कुरा भनेको थिएँ अलाइन आइटम्स पनि सेन्टर गर्ने, त्यस पछाडि जस्टिफाई कन्टेन्ट पनि सेन्टर गर्ने। यति गरिसकेपछि तपाईँहरूको कन्टेन्ट चाहिँ सेन्टरमा आएर बस्छ। यो हिजो हामीले कुरा गरेको थियौँ अलाइन आइटम्स र जस्टिफाई कन्टेन्टको कुरा गरेको थियौँ। अब यति गरिसकेपछि हेर्दै तपाईँहरूको कति मजाले आएर यसरी सेन्टरमा आएर बसेको छ है त। यो कुरा गर्न सकिन्छ। अब यो इमेज छँदैछ। यो हिरो इमेजको हामीले डट हिरो इमेजलाई पनि मैले सेलेक्ट गरेर डिस्प्ले फ्लेक्स गर्छु। त्यसपछि अलाइन आइटम्स सेन्टर गर्छु। जस्टिफाई कन्टेन्ट पनि मैले सेन्टर गरिसकेपछि यो इमेज पनि अलिकति साइडमा बसेको थियो। अब यसरी बिचमा बस्छ क्या। हो त्यसरी चाहिँ हामीले कुनै पनि कन्टेनर छ, प्यारेन्ट कन्टेनर छ, त्यसको चाइल्ड कम्पोनेन्ट्सहरूलाई चाहिँ मैले बिचमा राख्नु पर्यो भने चाहिँ मैले यसरी मैले डिस्प्ले फ्लेक्स अलाइन आइटम सेन्टर जस्टिफाई कन्टेन्ट सेन्टर गरिसकेपछि त्यो बिचमा आएर बस्छ है त। यो चाहिँ तपाईँहरूलाई एकदम चाहिने कुरा हो। ल यो प्रायः युज हुने कुरा नै यही हो तपाईँको डिस्प्ले फ्लेक्स अलाइन आइटम सेन्टर जस्टिफाई कन्टेन्ट सेन्टर है। यो कुरा चाहिँ तपाईँले मजाले हेर्नुपर्ने हुन्छ। ल यहाँसम्म भयो होला। अब सबैभन्दा सुरुमा हामीले यो हेडरलाई चाहिँ डिजाइन गर्न खोज्छौँ है। यो हेडरलाई कसरी डिजाइन गर्ने भन्दाखेरि डट हेडर हाम्रो के छ त भन्दाखेरि यो हेडरमा कहाँ छ त हेर्नु त हिरो कन्टेन्टभित्रको H1 छ नि त। हो हिरो कन्टेन्टभित्रको मलाई H1 चाहियो है। H1 चाहियो। यसलाई म के गर्छु त भन्दाखेरि टेक्स्ट ट्रान्सफर्म भनेर अर्को एउटा प्रपर्टी छ। मैले अप्पर केस गर्छु। अप्पर केस भनेको चाहिँ यसलाई क्यापिटलाइज गरेको है। अप्पर केस भनेको चाहिँ क्यापिटल बनाएको है। H1लाई चाहिँ क्यापिटल बनाएको। त्यस पछाडि मैले फन्ट साइज गरेँ। फन्ट साइज गर्छु म यसलाई 44 पिक्सल जति बनाउँछु। अलिकति ठुलो बनाइदिन्छु H1लाई। यो अलिकति ठुलो भयो हेर्नु है। अब यो H1 ट्यागभित्र पनि यो स्प्यान ट्याग हामीले हालेको थियौँ। अब स्प्यान ट्याग किन युज गरेको भन्दाखेरि यो इनलाइन हो। यसलाई स्टाइल गर्न अलिक सजिलो हुन्छ भनेर है। अब यसलाई कसरी स्टाइल गर्ने हेर्नु है त। जस्तो डट हिरो कन्टेन्टभित्रको H1 भित्रको स्प्यान भन्ने ट्यागलाई मैले सेलेक्ट गर्ने। स्प्यान भन्ने ट्यागलाई सेलेक्ट गरिसकेपछि म यसलाई स्टाइल गर्न सक्छु। अब जस्तो कि फन्ट साइज मैले यसको अलिकति बढाउन सक्छु क्या। जस्तो मैले 50 नभनौँ 64 पिक्सल्स भन्ने।
अथवा 60 पिक्सल्स भन्थे ल अहिलेको लागि है। फन्ट साइज अलिकति ठुलो बनाउन सक्छु। फन्ट वेट पनि मैले यसको बढाउन सक्छु, बोल्डर भने है, अलिकति बोल्ड गरिदिएँ। त्यस पछाडि म यसलाई कलर पनि छुट्टै दिन सक्छु। कलर के दिन्छु भन्दाखेरि हाम्रो यही प्राइमेरी कलर जुन हामीले युज गर्दै आएको कलर यसरी दिन सकिन्छ। अब यतिसम्म गरियो भने के भयो त, कसरी यसरी डिजाइन भयो क्या। जस्तो दिस इज माई हुन्छ, अनि यो चाहिँ हामीले छुट्टै डिजाइन गऱ्यौँ है, यो प्रोजेक्ट भनेर चाहिँ यसलाई छुट्टै डिजाइन गरिएको छ। ल यसरी चाहिँ हामीले स्प्यान ट्याग युज गरेर चाहिँ यसरी छुट्टा छुट्टै डिजाइन पनि गर्न सक्छौँ भनेर बुझिन्छ है हामीले चाहिँ। ल यहाँसम्म आउनुहोस् त सबैजनाले, त्यस पछाडि अगाडि बढ्नुपर्छ। ल यहाँसम्म सबैजनाले गर्नुभयो होला। अब यो हाम्रो प्याराग्राफ पनि यसरी छरिएर बसेको छ, किन भन्दाखेरि यसले 100% हाइट लिइरहेछ क्या। यसरी 100% विथ लिइरहेछ। किन 100% विथ लिइरहेछ भन्दाखेरि अभियसली यो भनेको ब्लक लेभल एलिमेन्ट हो। हिजो हामीले ब्लक लेभल एलिमेन्टको बारेमा पढेको थियौँ। हरिजन्टल विथ भनेको 100% लिन्छ नि त, तर यसको हामीले विथ पनि सेटअप गर्न सक्छौँ है। ब्लक लेभल एलिमेन्टको विथ सेटअप गर्न सकिन्छ। त्यही भएर यो प्याराग्राफको पनि विथ सेटअप गरौँ। जस्तो हिरो कन्टेन्टभित्रको है हामीले प्याराग्राफलाई चाहिँ मैले सेलेक्ट गरेँ। त्यस पछाडि मैले यसको विथ चाहिँ मैले के गर्न सक्छु भन्दाखेरि 50% गर्न सक्छु। 50% भन्नुको अर्थ चाहिँ के हो त भन्दाखेरि 50%सम्म चाहिँ आधी चाहिँ घटाइदिएँ विथ भन्नु खोजेको है। अब मैले यसलाई मार्जिन पनि दिन सक्छु। मार्जिन भनेको जस्तो मैले 10 पिक्सल्स लिएँ भने यो अलिकति यसरी माथि र मुनि यसरी मार्जिन भएर आउँछ है त। यसरी माथि पनि अलिकति स्पेस छ, तल पनि अलिकति स्पेस छ, यसरी आउँछ। ल यो प्याराग्राफको त खासै केही थिएन। अब हामीले बटनलाई इन्स्टल गरौँ। अब हिरो कन्टेन्टभित्रको मैले बटनलाई मैले सेलेक्ट गर्दैछु। अब हिरो कन्टेन्टको भित्रको मैले बटन सेलेक्ट गरिसकेपछि यसलाई प्याडिङ दिउँ, PADDING प्याडिङ दिउँ 10 पिक्सल्स। त्यसै गरी ब्याकग्राउन्ड दिउँ, यसलाई कस्तो खालको ब्याकग्राउन्ड दिउँ त भन्दाखेरि #7F00FF ल एउटा ऱ्यान्डम ब्याकग्राउन्ड। ल यसरी मैले ब्याकग्राउन्ड पनि दिन सक्यो, अथवा त्यही ब्याकग्राउन्ड युज गर्दा पनि हुन्थ्यो, हामीले अगाडि नै युज गरेको ब्याकग्राउन्ड। ल यसरी मैले दिएँ। त्यस पछाडि मैले बोर्डर रेडियस सबैमा दिएँ मैले 5 पिक्सल्स, वरिपरि मैले 5 पिक्सल्स दिएँ, कलर दिएँ वाइट है। त्यस पछाडि बोर्डर स्टाइल भने बोर्डर स्टाइल नदिएँ है त। यति दिइसकेपछि यो प्रोपर्टीहरू दिइसकेपछि कस्तो भयो त भन्दाखेरि यस्तो खालको एप्लाई भएको रहेछ। अब यो किन यो तपाईँको यही ब्ल्याक कलरमा आइरहेछ त भन्दाखेरि यहाँभित्र बटनभित्र तपाईँको एङ्कर ट्याग पनि छ नि त होइन। जस्तो हेर्नु भने तपाईँको हाम्रो यो बटनभित्र एङ्कर ट्याग पनि छ। हामीले त अहिले भनेको बटनलाई मात्रै डिजाइन गऱ्यौँ, अब एङ्कर ट्यागलाई पनि डिजाइन गर्नु पर्यो। अब एङ्कर ट्यागलाई पनि सेलेक्ट गरौँ। सेलेक्ट गर्नको लागि डट हिरो कन्टेन्टभित्रको एङ्कर ट्याग है, यसरी मैले एङ्कर ट्यागलाई सेलेक्ट गर्न सक्छु। त्यस पछाडि अब यसलाई सेलेक्ट गरेपछि मैले यसलाई के गर्नु पर्यो भन्दाखेरि लिस्ट स्टाइल नन गर्न सक्छु। त्यस पछाडि टेक्स्ट डेकोरेसन पनि नन गर्न सक्छु। टेक्स्ट डेकोरेसन पनि मलाई चाहिएन अहिलेको लागि। म यसको कलरलाई वाइट राख्छु है। त्यस पछाडि म फन्ट वेटलाई बोल्ड बनाउँछु, अलिकति गाढा जस्तो देखाउन खोज्छु। र यसरी मैले देखाएँ भने यो टाइपको तपाईँको बटन चाहिँ एडिट भएर आएको छ है त। ल यसरी चाहिँ हाम्रो आएको छ। र यतिसम्म चाहिँ हामीले आज डिजाइन गरिसक्यौँ। हेलो स्यामसङ, हामी कति बेरसम्म लम्बाउन सकिन्छ कि के छ यस क्लासको अवस्था? अब यो तपाईँको
यति त सक्यो। अब यो अबाउट अस नगरेर आवर प्रोजेक्ट्स गराउँदाखेरि ग्रिड युज नै गरिसकेको नै थियौँ होइन। हिजो ग्रिड हामीले कसरी युटिलाइज गर्ने भनेर हेरेको थियौँ। अब यहाँ चाहिँ तपाईँको ग्रिड युज भएको छ क्या, तपाईँको यहाँनिर यहाँ ग्रिड युज भएको छ यसरी है। यो ग्रिडलाई चाहिँ कसरी इम्प्लिमेन्ट गरेको हिजो हामीले हेरेको थियौँ। त्यसै गरी यहाँ पनि फ्लेक्स नै युज भएको छ होइन। यहाँनिर इमेज छ, यहाँनिर हाम्रो कन्टेन्ट छ। यसरी इमेज र कन्टेन्टलाई होरिजेन्टली राखेको छ भनेपछि यसलाई लेआउटिङ गरेको छ भनेपछि फ्लेक्स नै युज भएको छ भनेर बुझ्दा भयो ल। अनि यसरी छ। अब यो धेरै छ, अब आज लगभग सकिँदैन पनि होला। अब यो यतिसम्म चाहिँ सक्यो। या यतिसम्म सक्नु भनेको पनि धेरै ठुलो कुरा हो तपाईँहरूको लागि, तपाईँहरूले बुझ्नुभयो भने चाहिँ है। अब इम्पोर्टेन्ट कन्सेप्ट लिने भनेको यही फ्लेक्स बक्सको थियो है। त्यस पछाडि यो बेसिक्स स्टाइलिङको थियो। त्यस पछाडि कलर कसरी दिने भन्ने कुरा हो। अनि यस्तै कुराहरूलाई तपाईँहरूले बिस्तारै इम्प्लिमेन्ट गर्दै जानुभयो भने, सिक्दै जानुभयो भने राम्रै रिजल्ट आउँछ भन्ने कुरा हो। के गरौँ त, आज यति नै गरौँ होला त्यसो भए। अरू हामी अब तपाईँहरूलाई प्रोभाइड गर्छौँ त्यो फाइलहरू, 2टा फाइलहरू प्रोभाइड गर्छौँ। त्यस पछाडि तपाईँहरूले त्यो एप्लाई गरेर कसरी भएको रहेछ त, कसरी युटिलाइज भएको छ, कसरी इम्प्लिमेन्ट भएको छ त्यो हेर्न सक्नुहुन्छ है त। ल यति नै गरौँ होला है श्याम सर त्यसो भए। अब विद्यार्थीहरूलाई ढिलो पनि भइसक्यो होला। ल केही छ भने यु क्यान टेल अस है। व्हाट्सएप ग्रुप छ हाम्रो, व्हाट्सएप ग्रुपबाट हामी प्रोभाइड गर्छौँ है। यो 2टा फाइल चाहिँ तपाईँहरूलाई म व्हाट्सएप ग्रुपमा प्रोभाइड गरिदिन्छु। वी विल डु आवर सेल्फ। प्रयास पन्त भाइ चाहिँ अलिकति इन्ट्रेस्टिङ हुनुहुँदो रहेछ यो फिल्डमा चाहिँ। तपाईँहरूले चाहिँ भाइले चाहिँ अगाडि पनि गर्नुभएको छ कि जस्तो लाग्यो मलाई यस्तो कुराहरू। र ठिकै छ, तपाईँहरू इन्ट्रेस्टेड हुनुहुँदो रहेछ, सबैजना आउनुभएको छ, खुसी लाग्यो। 9-10मा त हामी यस्तो थिएनौँ, त्यतिखेर त सबैजना पढ्ने मात्रै हुन्थ्यौँ। यस्तो एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा चाहिँ आएर तपाईँहरूले इन्ट्रेस्ट देखाइदिनु भएको छ, धेरै धेरै धन्यवाद। भाइहरूको अब भाइ बहिनीहरूको फ्युचर पनि राम्रै देख्छु म चाहिँ। नो क्वेसन। प्रयासको वेबसाइट छ। ठिक छ। तपाईँहरूले आफ्नो वेबसाइटहरू बनाउनु, के बनाउनु, अब बनाउने कुरा तपाईँहरूले अब आफै गर्ने हो। हामीले त बस एउटा वे देखाइदिने हो। युज गरेको थिएँ वेब पनि हेर्नु हुन्छ अरे। पठाउनु न तपाईँको लिङ्क के छ, एकपल्ट हेरौँ कस्तो छ। अरूलाई पनि मोटिभेसन हुन्छ नि त, यसरी बनाउनु भएको रहेछ है, आफ्नै साथीहरूले पनि यस्तो गर्नुभएको रहेछ है, पहिले पनि गर्नुपर्छ भन्ने हुन्छ नि त। एकपल्ट हेरौँ ल। यसरी राख्नुभएको छ। के छ यहाँ हाम्रो युजर नेम र पासवर्ड? हजुर हजुर प्याप्सनको विराटनगर प्याप्सनको प्रेसिडेन्ट सर पनि एकछिन भाइ बहिनीहरूसँग इन्टरेक्सन गर्नुहुन्छ, के कसो भयो यसो सर नि आउनुहुन्छ। हामीसँग कोलाबोरेसन गरेर उहाँले हामीलाई निकै सहयोग नि गर्नुभएको छ है त। अब हामी ओके केही छिनमै हामी हाम्रो प्याप्सनको प्रेसिडेन्ट सरलाई वेलकम गर्छौँ है त यहाँ। ओके ल कुराकानी गर्दै गर्नु ल। ए ल ठिक छ। ल यो भाइ यो के भन्छ हाम्रो प्रयास भाइ, तपाईँले ऊ खोल्न मिल्छ कि मिल्दैन? यो माइक खोल्न मिल्छ कि मिल्दैन? साइन अप भन्ने एउटा त्यहाँ गर्नु न। यहाँनिर के यो हाम्रो रेगुलर जिमेल नै हाल्नुपर्ने हो? अहिले साइन अप गर्दा रेन्डम हाल्नु, म यदि भेरिफाई गरिदिन्छु। साइन अप गर्नु, साइन अप ल म यदि भेरिफाई गरिदिइहाल्छु इमेल। चार्ज युजर नेम र पासवर्ड मात्रै चाहियो नि त। हेलो, हामीमाझ हाम्रो विराटनगर प्याप्सनको अध्यक्ष सर होइन, हाम्रो अर्जुन श्रेष्ठ सर होइन, उहाँ पूर्वाञ्चल स्कुल हाम्रो विराटनगरको प्रिन्सिपल सर पनि हुनुहुन्छ। उहाँले हाम्रो तपाईँहरूलाई यो टेक्निकल एजुकेसन कसरी दिइन्छ, वेबसाइट कसरी दिइन्छ, उहाँले निकै
प्रयास गरेर यो हाम्रो यो तालिम चाहिँ सक्सेसफुल बनाउन निकै सहयोग गर्नुभएको छ। यहाँसम्म ल्याउनको लागि सयपत्रीको मात्र होइन, उहाँको पर्सनली र उहाँको र प्याप्सन विराटनगरको निकै महत्त्वपूर्ण साथ र सहयोग रहेको छ। त्यसै गरी अब हाम्रो यस सेसनमा 2-4 शब्द राखिदिन हुनको लागि र सम्पूर्ण विद्यार्थी भाइ बहिनीको मनोबल बढाइदिन हुनको लागि म यहाँ आफ्नो 2-4 शब्द राखिदिनको लागि यहाँ हाम्रो विराटनगर प्याप्सनको अध्यक्ष अर्जुन श्रेष्ठ ज्यू सरलाई यहाँ निम्त्याउन चाहन्छु। धन्यवाद। हेलो हेलो अर्जुन सर। हेलो सानो टेक्निकल एररको लागि सर हामीसँग अहिले कनेक्ट हुनु सक्नु भएन। सर इज ट्राइङ है। साथै भाइ बहिनीहरूको एउटा इम्पोर्टेन्ट इन्फर्मेसन छ, म तपाईँहरूलाई केही छिन फ्लो गराइहाल्छु ल। एकछिन हाम्रो सर आइसक्नु भएको छ है त। हजुर हजुर नमस्कार सर। नमस्कार श्याम भाइ। हजुर सर, हामी माझ हाम्रो विराटनगर प्याप्सनको अध्यक्ष साथसाथै विराटनगर पूर्वाञ्चल स्कुलको हाम्रो प्रिन्सिपल सर यहाँ उपस्थित भइसक्नु भएको छ। म तपाईँहरूलाई फेरि भन्न चाहे जति सहयोग सयपत्रीले तपाईँहरूको लागि गरेको छ त्योभन्दा बढी हाम्रो अर्जुन सरको हात रहेको छ है त। तपाईँहरूलाई कसरी विराटनगर र वरिपरिका विद्यार्थी भाइ बहिनीहरूलाई कसरी वेबसाइट सिकाउने, कसरी डिजिटल टेक्नोलोजीलाई नजिक ल्याउने एउटा अर्जुन सरको निकै महत्त्वपूर्ण भूमिका रहेको छ। उहाँ हामी माझ उपस्थित भइसक्नु भएको छ र साथै आफ्नो 2-4 शब्द राखेर विद्यार्थी भाइ बहिनीहरूको मनोबल बढाइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद श्याम भाइ, सयपत्री संस्थाका सिइओ, आदरणीय प्रशिक्षकज्यू र प्रिय विद्यार्थी भाइ बहिनीहरू। यस ज्ञानमूलक र व्यवस्थित रूपमा सञ्चालित अनलाइन तालिम कार्यक्रमको यो समापनको अवसरमा सहभागी हुन पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। विशेष गरी कक्षा 9 र 10 का विद्यार्थीहरूका लागि पाठ्यक्रममा आधारित रूपमा रहेर डिजाइन गरिएको यो अनलाइन तालिम सयपत्री संस्थाको एउटा सराहनीय पहल जस्तो मलाई लागेको छ। आजको युग जहाँ डिजिटल साक्षरताको माग उच्च छ, यस्ता तालिमहरूले विद्यार्थीहरूलाई व्यवहारिक रूपमा सक्षम बनाउने महत्त्वपूर्ण भूमिका खेल्दछ। प्याप्सन विराटनगर यो कार्यक्रमको प्रत्यक्ष आयोजक त होइन, तर सहकार्य यो संस्थासँग गर्न पाएकोमा हामीलाई गर्व लागेको छ र गुणस्तरीय शिक्षालाई अझ मजबुत बनाउन सन्दर्भमा यस सहकार्यले अत्यन्त सकारात्मक योगदान पुर्याउँछ भन्ने हाम्रो विश्वास हो र म प्याप्सन विराटनगरको अध्यक्षताको तर्फबाट सयपत्री संस्थाको सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु र प्रशिक्षकज्यूहरूलाई पनि म धेरै धेरै हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिन चाहन्छु र आशा व्यक्त गर्न चाहन्छु कि तपाईहरुले यसबाट प्राप्त गर्नुभएका ज्ञानलाई भोलिको दिनमा चाहिँ व्यवहारमा उतार्नु हुनेछ र कोर्समा पाठ्यक्रममा भएका कुराहरू नै यहाँ चाहिँ छलफल भएको जस्तो मलाई लागेको छ र भोलिको दिनमा उच्च अङ्क ल्याउनको लागि, उच्च ग्रेड ल्याउनको लागि मात्र नभएर आफ्नो जीवनमा चाहिने सिप र ज्ञान पनि चाहिँ प्राप्त गर्नु भएको जस्तो लाग्छ। त्यो सिप र ज्ञानलाई भोलिको दिनमा यहाँहरूले प्रयोग गरेर यसलाई जीवन उपयोगी बनाउनुहुन्छ भन्ने पनि लागेको छ र भविष्यमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरूमा हामी निरन्तर सहकार्य गर्न तत्पर रहेको कुरा पनि म सयपत्रीको सिइओलाई म बताउन चाहन्छु र हामी सहकार्य गर्ने कुरामा पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र सबैप्रति पुनः धन्यवाद व्यक्त गर्दै म बिदा हुन्छु। सरलाई हाम्रो धेरै धेरै धन्यवाद।
धेरै आफ्नो निकै महत्त्वपूर्ण टाइम दिनभरि आफ्नो कार्य व्यस्तता भए तापनि बेलुकाको रेस्ट गर्ने टाइममा पनि सरले हाम्रो विद्यार्थी भाइ बहिनीको लागि सयपत्रीको लागि टाइम निकालेर यहाँ आइदिनुमा फेरि पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। धेरै धेरै धन्यवाद सर। के कसो हुन्छ लाइक हामीले यो सिकाइलाई अझै कुन स्तरमा लैजान सक्छौँ कि भोलि गएर जाभास्क्रिप्ट भयो कि यो सिकाइलाई हामीले तपाईँहरू पढ्ने स्कुलको लागि या विराटनगर प्याप्सनको लागि या कुनै अरू संस्थाको एउटा वेबसाइट डिजाइन कम्पिटिसन राखेर अगाडि बढ्न सकिन्छ कि होइन, यसमा पनि म हाम्रो अर्जुन सरको ध्यान चाहिँ आकर्षण गर्न चाहन्छु। सयपत्रीकै हाम्रो र प्याप्सनको कोलाबोरेसनमा केही राम्रो एउटा विद्यार्थीको सिकाइलाई एउटा स्टेज हामी दिने प्रयास चाहिँ हामी गर्ने नै छौँ है त। त्यसै गरी भोलि चाहिँ अब हामी सक्दो चाँडो चाहिँ सर्टिफिकेट निर्माण गरेर तपाईँहरूलाई प्रदान गर्ने नै छौँ। र आजको मिटिङ चाहिँ र आजको तालिम चाहिँ यस 4 दिने तालिमको सक्सेसफुल भयो जस्तो लाग्छ मलाई र यहीँ पनि अन्त्य भयो जस्तो लागिरहेछ। तपाईँहरूले अझै पनि जुन जुन पिडिएफहरू गिटहबको लिङ्कहरू हामी तपाईँहरूले वाट्सएप मार्फत प्रदान गर्ने नै छौँ र यो सिकाइलाई आज चाहिँ यहीँ अन्त्य गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै यहाँदेखि अब सबैजना बिदा हुन चाहन्छु। हस्, धन्यवाद, सम्पूर्णलाई धन्यवाद है त।